आनन्दकन्दं प्रभुदेवचन्द्रं ब्रजेशरूपेण पुरापि जातं प्रवेश्य प्राप्तं प्रियप्राणनाथं परेशपूर्णं सततं नमामि। ब्रह्मा प्रिया जागरणाय जाता सर्वस्य प्राता भवसिन्धुत्राता विज्ञानदाता निजधर्मदाता दिनैकबन्धो शरणं प्रपद्ये दिनैकबन्धो शरणं प्रपद्ये। अखंड शाश्वत सद्घन चिद्घन आनंदघन पूर्ण ब्रह्म परमात्मा शिराश्यमदिलय हृदयदेखि सप्रेम प्रणाम गर्दै दिव्य वाणी अखंड वाणी शाश्वत वाणी श्रीमद् तारतम सागर महावाणी श्रीमद् वितक साहेब लगायत समस्त शास्त्रलाई स्मरण गर्दै तीनौपरी धाम धाममा विराजमान पूज्यपाद महाराजलाई स्मरण गर्दै ब्रह्मलीन गुरुजीहरूलाई स्मरण गर्दै गर्दै एस श्रीकृष्ण धर्म जागड़ी प्रेसिंग ग्रुप की अध्यक्ष ओम कुमारी संगरोलाज्यू लगायत समिति परिवार साथै यत्र तत्र सर्वत्रबाट लगभग 4 वर्ष अगाडिदेखि अनवरत रूपमा यस कार्यक्रममा जोडिएर विराट वितक वाणी चर्चनी सेवा पूजालाई दिनानुदिन अध्ययन गरिराख्नुहुने अति आदरणीय अति सम्माननीय पूजनीय सुन्दर साजी हजुर सबैलाई सप्रेम प्रणाम गर्न चाहन्छु। प्रणाम। र हामी म सधैँ भन्ने गर्छु गुरुजीबाट यसो कण्ठी बान्दा त मात्रै हामी प्रणामी मात्रै भइयो। यसो गुरुजीले सबैलाई प्रणाम गर्नु भने चाहिँ त्यति मात्रै हो। तर सच्चा सुन्दर साथ बन्नलाई वितक सुरुदेखि अन्त्यसम्म एकचोटि राम्रो अध्ययन गर्नुपर्छ। अब सुन्दर साथ त आचरण सुधारेर शुद्ध भएपछि सुन्दर साथ भइहालिन्छ। तर सुन्दर साथ हुँदैमा पनि परम तत्त्व प्राप्ति गरिँदैन। के गरे भन्नुभएको छ स्वामीजीले वाणीमा सुहागिन आत्मा नबुझुन्जेलसम्म परमधामको दरवाजा खोल्न सकिँदैन। त्यही भएर सुहागिन आत्मा त कस्तो हुन्छ रेहे भे निर्गुण होए के और आहार भे निर्गुण साफ दिल सुहागिन कबहु न दुखावे किन्न। सुहागिन आत्मा सधैँ निस्सदिन 64 घडिया राजश्यामा राजश्यामा संसारको काम गरे तापनि संसारमा रहे पनि केही फरक पर्दैन उनलाई। आप आनन्दसँग आफ्नो परमात्माको भक्ति परमात्माको सत्संग जल में नुहाइए कोरी रहिए जागिए माहे सुपन्न भन्ने शब्दलाई उनले उजागर गरेको हुन्छ। र यसैको लागि हामी वितक दिनानुदिन अध्ययन गरिरहेका छौँ। र अहिले हामी श्रीमद् वितकको 5 प्रकरण को अहिले हामी देवचन्द्रजी महाराजको श्रीमद् भागवत श्रवणको अवस्था चलिरहेको छ। र पहिलेदेखि हुन त कान्छी भट्टजीले श्याम मन्दिरमा पहिलेदेखि कथा श्रवण गराउनुहुन्थ्यो। धेरै धेरै सेठ साहुकारहरू श्रोताहरू धेरै हुनुहुन्थ्यो। तर उहाँहरू सुन्नु चाहिँ हुन्थ्यो, सुन्ने फेरि एकछिन सुन्ने हिँड्ने एकछिन सुन्ने हिँड्ने, त्यसलाई त्यस्तो गहन रूपमा लिनु भएन। तर जब देवचन्द्रजी महाराज श्रवण गर्न गएपछि एउटै आसनमा बसेर अलिकति पाठ छुट्यो भने पनि गुरुजीलाई सोधिहाल्ने, शोक छुट्यो भने पनि सोध्ने, भागवतको तात्पर्य के हो र भागवतको विषयका एक एक गहन विषयहरूलाई लिन थालेपछि केही त्यहाँका व्यक्तिहरूसँग नराम्रा प्रसङ्गहरू पनि भए, धर्म संवादहरू पनि भए। हिजो सुन्नुभयो। सँगसँगै उनीहरूले एउटा त देवचन्द्रजी महाराज त एउटा परमात्माको लागि समर्पित हुनुहुन्थ्यो र उहाँ सधैँ द्वादशीको दिन श्रीमद् भागवत कथा हुन्थेन र भोजन प्रसाद गर्नुहुन्थेन। आज आत्माको आहार पाइएन भने शरीरलाई आहार किन दिने भनेर रहनुहुन्थ्यो। तर उहाँहरू चाहिँ अब एकादशीको दिन चाहिँ व्रत गर्नुहुन्थ्यो र त्यो दिन चाहिँ एकादशी माताको व्रत पनि अति उत्तम रहेको छ, परम व्रत भनिन्छ। र व्रत भनेको विज्ञानको हिसाबले पनि हामी हप्तामा एक दिन भोको बस्नुपर्छ। हाम्रो जठराग्नि शरीरमा जुन हुन्छ त्यसलाई कन्ट्रोल गर्नलाई एक दिन उपवास गरेको राम्रो त विज्ञानले पनि भनेको छ। त्यस्तै त्यहाँ पनि देवी माताहरूको उपासना गरेर भजन गर्ने भक्ति गर्ने गरे त राम्रो, परमात्मालाई स्मरण गर्ने गरे त राम्रो। तर फेरि हामी उपवास चाहिँ गऱ्यौँ, फेरि आज एक दिन उपवास गऱ्यौँ, फेरि भोलिदेखि जे मन लाग्यो त्यही गऱ्यौँ, त्यो हिसाबले त केही पनि हुँदैन। त्यस्तो हिसाबको व्रतले काम छैन। त्यसकारण उहाँहरूले व्रत त गर्नुहुन्थ्यो तर आहार पनि शुद्ध गर्न सक्नु भएको थिएन, भाषा शुद्धि थिएन, आचरण शुद्ध भएको थिएन। अनि देवचन्द्रजी महाराजले जब द्वादशीको दिन व्रत बसेर द्वादशीको दिन व्रत बस्नुहुन्थ्यो अनि फेरि उहाँहरू चाहिँ एकादशीको दिन व्रत बस्नुहुन्थ्यो र एकादशी र द्वादशीको दिन चाहिँ अनि उहाँहरूले एउटा सानो केही न केही कुरो पाउनलाई खोज्दै गर्दाखेरि अनि
देवचन्द्रजी महाराजा भाइ गुरुजीले कथा नगर्ने, कथै नसुनाउने, पढाउँदै नपढाउने भइसकेपछि उहाँ एकादशीको दिन चाहिँ भोजन प्रसाद गर्नुहुन्छ, द्वादशीको दिन व्रत गर्नुहुन्छ। त यो चाहिँ के हो, तपाईँले यही उपदेश दिनुभएको छ भन्ने प्रसङ्गसम्म हिजोसम्म हामीले 5 प्रकरण को 20 नंबर चौपाई करे 12 को उपवास या कौन शास्त्र में बताए। द्वादशी को दिन व्रत गर्नुपर्छ, उपवास गर्नुपर्छ भनेर कुन शास्त्रमा लेखेको छ गुरुजी भनेर जब उहाँको पहिलाको पुरानो श्रोताहरूले कान्छी भट्टलाई प्रश्न गर्नुहुन्छ, यो देवचन्द्र जो करत है सो हम सो कहो समझाए। जुन देवचन्द्रजीले जुन अहिले गर्नुभयो, एकादशीको दिन उहाँले व्रत बस्नु भएन तर द्वादशीको दिन बस्नुभयो र त्यसकारण चाहिँ अब यो चाहिँ देवचन्द्रजीले किन गर्नुभयो यो चाहिँ हामीलाई राम्रै सम्झाइदिनुहोस् भनेर सेठ साहुकारले कान्छी भट्टलाई प्रश्न गरेसम्मको प्रसङ्ग चाहिँ हिजो श्रवण गरेर आइयो है। अब आज 21 नम्बर चौपाई श्रीमद् वितकको 21 नम्बर चौपाईबाट तब कान्छी भट्ट ने इन भात दिया उत्तर। तब कान्छी भट्ट ने, तब उहाँहरूले प्रश्न गरिसकेपछि तब कान्छी भट्ट ने भनेको तब कान्छी भट्ट उहाँको विद्वान हुन्थ्यो, परम विद्वान श्रीमद् भागवतको। उहाँले इन भात दिया उत्तर, त इन भनेको यस्तो, भात भनेको प्रकारले लेख्नु होला, भात लेख्नु होला, भात भनेको प्रकार, इन भनेको यस्तो, भात भनेको प्रकारले, दिया भनेको दिनुभयो, उत्तर भनेको उत्तर। यस्तो प्रकारले उहाँहरूलाई उत्तर दिनुभयो कसले? कान्छी भट्टले है। अब के दिनुभयो भन्दा जो वे करे सो समझ के फेर पूछ के देऊ खबर। ठिक छ। अब त्यो चाहिँ कान्छी भट्टजीलाई पनि थाहा रहेनछ। देवचन्द्रजी महाराजले भागवत पठन पाठन नहुने द्वादशीको दिन व्रत गरेको र एकादशीको दिन भोजन प्रसाद गरेको प्रसङ्ग चाहिँ गुरुजीलाई पनि थाहा रहन्छ। अब आफ्नै घरमा व्रत गरियो, उनीहरूले त खालि एउटा छिद्र मात्रै खोजिरहेको थिए। अनि जो वे करे सो समझ के, जो भनेको जो व्रत लेख्नु होला, जो भनेको जो उपवास, वे भनेको देवचन्द्र लेख्नु होला, जो भनेको जो उपवास, वे भनेको देवचन्द्रजी महाराज, करे भनेको गर्नुभयो, जुन देवचन्द्रजी महाराजले गर्नुभयो भन्न खोजे है। जो भनेको जो, वे भनेको वे, करे भनेको गर्नुभयो, सो भनेको त्यो समझ के भनेको बुझेर, सो भनेको त्यो समझ के भनेको बुझेर, जो देवचन्द्रजी महाराजले गर्नुभएको छ त्यो म बुझेर भन्न खोजे है। त्यो चाहिँ मलाई पनि थाहा छैन यो कुरा है, साहुकार हो भनेर भन्नुभयो। त्यसकारण जो वे करे सो समझ के, जो उहाँले जुन गर्नुभएको छ त्यो म सम्झेर बुझेर उहाँसँग सोधेर भन्न खोजे है। फेर पूछ के देऊ खबर, त फेर भनेको फेरि, पूछ के भनेको सोधेर, त बुझिहाल्नुहुन्छ हिन्दी शब्दै छन्। फेर भनेको फेरि, पूछ के भनेको सोधेर, देऊ भनेको दिन्छु, खबर भनेको तपाईहरुलाई म खबर देऊला। तर देवचन्द्रजी महाराज चाहिँ पुग्नु भएको थिएन है क्लासमा। देवचन्द्रजी महाराज क्लासमा पुग्नु भएको थिएन। उनीहरूले सुरुमै गएर प्रश्न राखेको यो। अनि सुरुमै राखिसकेपछि भन्नुभयो तब कान्छी भट्ट ने इन भात दिया उत्तर। कान्छी भट्टले यस्तो प्रकारले उत्तर दिनुभयो, त जो वे करे सो समझ के, जो उहाँले जुन गर्नुभएको छ त्यो सम्झेर बुझेर फेर पूछ के देऊ खबर, फेरि उहाँलाई सोधेर म एन्सर देऊ गर्नेछु तपाईहरुलाई। त्यतिकै सुनेको कुरामा पछि लागिहाल्नु हुँदैन। आज हाम्रो समाज पनि धेरै जस्तो सुनेको कुराको पछि लाग्ने भएर समाज बर्बाद हुन्छ। तर पहिला सत्य तथ्य के हो पहिला पत्ता लगाउनु पर्छ, सत्य के रहेछ भनेर, अनि मात्रै पछि लाग्नुपर्छ। कान्छी भट्टले पनि भन्नुभयो म उहाँलाई नसोधिकन तपाईहरुलाई उत्तर दिदिन, हो कि होइन पहिला म उहाँसँग बुझ्छु भनेर उहाँले भन्नुभयो 21 नम्बरमा। अब 22 नम्बरमा यूं कहते श्री देवचन्द्र जी आए विराजे सभा में। त यूं कहते भनेको, यूं भनेको यस्तो, कहते भनेको भन्दा भन्दै, यस्तो गरेर कान्छी भट्टले एन्सर भन्दा भन्दै उहाँहरूलाई सोद्धा सोध्दै, त यूं कहते यस्तो भन्दा भन्दै श्री देवचन्द्रजी भनेको श्री देवचन्द्रजी महाराज आए विराजे सभा में। आए भनेको आएर, विराजे भनेको बस्नुभयो, सभामे भनेको कथा मण्डपमा। अब यस्तो चर्चा भइरहेको थियो उहाँसँग। अनि उहाँहरूसँग चर्चा हुँदा हुँदै के गर्नुभयो भन्दाखेरि, के भन्नुभयो भन्दाखेरि, यूं कहते यूं गर्दा गर्दै देवचन्द्रजी महाराज आए विराजे सभामे, आएर के गर्नुभयो सभामा विराजमान हुनुभयो। कथा मण्डपमा देवचन्द्रजीको पनि आगमन भयो। यस्तो चर्चा सेठ साहुकार र कान्छी भट्टको बीचमा चल्दा चल्दै है, चल्दा चल्दै अनि त देवचन्द्रजीले त सोध्नुभयो, त कान्छी भट्टले, कान्छी भट्ट ने पूछिया यूं श्री देवचन्द्रजी से। त कान्छी भनेको, कान्छी भट्ट भनेको कान्छी भट्टले पूछिया भनेको सोध्नुभयो। अब पूछिया भनेको सोध्नुभयो लेख्नु होला, पूछिया भनेको सोध्नुभयो।
त कान्छी भट्टे भनेको कान्छी भट्टले पुछिया भनेको सोध्नुभयो यूँ श्री देवचन्द्रजी से, यूँ भनेको यस्तो प्रकारले श्री देवचन्द्रजी से भनेको देवचन्द्रजीसँग। अब हे देवचन्द्रजीलाई के गर्नुभयो, प्रश्न सोध्नुभयो है। के सोध्नुभयो त 23 नम्बरमा भन्नुहुन्छ करत 12 को उपवास, लेख्नु होला। अब करत भनेको गर्नुहुन्छ अरे, 12 भनेको द्वादशी, करत भनेको तपाईँ गर्नुहुन्छ अरे, 12 को भनेको द्वादशीको, उपवास भनेको व्रत। देवचन्द्रजी मैले हजुर एउटा नयाँ कुरो सुने, हजुरले भन्नु होला के भन्नुभयो गुरुजी भन्नुहोस् न भन्दा करत भनेको गर्नुहुन्छ अरे, 12 को भनेको द्वादशीको, उपवास भनेको व्रत। तपाईँ द्वादशीको दिन व्रत गर्नुहुन्छ अरे उहाँहरूले भन्नुभएको है, तपाईँहरूलाई सुनेको कुरा भन्दैछु भनेर भन्दै हुनुहुन्छ। करत भनेको गर्नुहुन्छ अरे, 12 को भनेको द्वादशीको दिन, उपवास भनेको व्रत, अनि एकादशीको करत आहार। अनि एकादशीको दिन त देवचन्द्रजी महाराज एकादशी माताको व्रत बस्नुपर्ने, अनि फलार आदि सबै चिज लिएर न्यास गर्नुपर्ने, ध्यान गर्नुपर्ने, मनन गर्नुपर्ने, चिन्तन गर्नुपर्ने। तर एकादशीको करत भनेको गर्नुहुन्छ अरे, आहार भनेको भोजन प्रसाद। तपाईको त एउटा कुरो आएको छ देवचन्द्रजी, त के आएको छ भन्दाखेरि करत 12 को उपवास तपाईँ द्वादशीको दिन व्रत गर्नुहुन्छ अरे, एकादशीको करत आहार, अनि एकादशीको दिन चाहिँ भोजन गर्नुहुन्छ अरे। यो कुरा चाहिँ यहाँ समाजले मलाई हजुर के लिएर आएका छन्, यसको विषयमा के हो तपाईँको कुरा भन्नुहोस् भनेर कान्छी भट्टले भन्नुभयो। अब भनिसकेपछि मैं तो यह माने नहीं देवचन्द्रजी करन हार, ठिक छ त जानु होला। त सभामा जब आएर बस्नुभयो, ठिक छ। अनि जब के गर्नुभयो भन्दाखेरि त 23 नम्बरमा सोध्नुहुन्छ तपाईँ त द्वादशीको दिन व्रत गर्नुहुन्छ र एकादशीको दिन आहार गर्नुहुन्छ, ठिक छ। त त्यतिखेर भन्नुहुन्छ मैने तो य माने नै, त मै तो भनेको मैले त, देख्नु होला। मै भनेको म भनेको कान्छी भट्ट, देख्नु होला। मै भनेको म भनेको कान्छी भट्ट। तो भनेको त, यह भनेको यो, मानी नहीं भनेको मानेको थिएन। मैले त यो मानेको थिएन कि तपाईँ द्वादशीको दिन चाहिँ उपवास गर्नुहुन्छ, एकादशी भोजन गर्नुहुन्छ, मैले त मानेको थिएन। किन तपाईँ त एकदम परम साधक हुनुहुन्छ अनि परम सन्त हुनुहुन्छ भन्नुभएको थियो। त मै त यो मानेन, मैले त यो मानेको थिइनँ। त देवचन्द्रजी करन हार, त देवचन्द्रजी भनेको देवचन्द्रजी महाराज, देवचन्द्रजी महाराज करन हार भनेको यस्तो गर्नेवाला, देख्नु यस्तो करन हार भनेको गर्नेवाला। करन हार भनेको देवचन्द्रजी महाराज त यस्तो गर्नेवाला पक्कै पनि हुनुहुन्न। म त एकदम बुझेको हुनुहुन्छ मैले भनेर यो कुरा मानेको थिएन, मैले त पत्याएको थिइनँ उहाँहरूसँग। तर उहाँहरूले मलाई के भन्नुभयो, तपाईँ एकादशीको दिन प्रसाद लिने, द्वादशीको दिन चाहिँ अनि उपवास गर्नुहुन्छ अरे, यो त मैले भनेको त थिएन त तपाईँलाई त भनेर अरे कान्छी भट्टले देवचन्द्रजी महाराजलाई 23 नम्बर चौपाईमा भन्नुभयो है। अब 24 नम्बरमा जानु होला। त 24 नम्बर भन्नुहुन्छ तब श्री देवचन्द्रजी उत्तर दिया। अब कान्छी भट्टजी गुरुजीले भनिसकेपछि तब श्री देवचन्द्रजी उत्तर दिया। तब देवचन्द्रजी महाराजले उत्तर दिनुभयो, त कसलाई भन्दाखेरि कान्छी भट्टजीलाई उत्तर दिनुभयो। यही भात हम करत, गुरुजी हजुरले सुनेको सही हो, गलत होइन। यही भनेको यस्तै, भात भनेको प्रकार, लेख्नु होला। यही भनेको यस्तै, भात भनेको प्रकार, हम भनेको म, करत भनेको गर्छु। म त हजुरले एकदम सुनेको सही हो गुरुजी, हजुरले जे सुन्नुभयो म त्यही गर्छु, ठिक छ। त्यसकारण तब श्री देवचन्द्रजी उत्तर दिनुभयो यही भात हम करत, यही भनेको यस्तो, भात भनेको प्रकार, हम भनेको म, करत भनेको गुरुजी हजुरले सुनेको गलत होइन, हजुरले जे सुन्नुभयो म त्यही गर्छु, मैले द्वादशीको दिन व्रत गरेकै हो भनेर भन्नुभयो। अब तब सबौने कया अर्थ कहो हम सम्झत नहीं त, ठिक छ। अब 24 नम्बरमा जानु होला। गुरुजी हजुरले भनेको कुरा सही हो, म त्यही गर्छु, ठिक छ। ल अनि उनीहरूले के प्रश्न गरे भन्दा तब सबौने कया अर्थ कहो, तब भनेको तब, सबौने भनेको सबैले, त्यहाँ जति पनि श्यामजीको मन्दिरमा कथा श्रवण गर्न जति पनि आउनु भएको थियो नि श्रोताहरू, जति पनि हुनुहुन्थ्यो, तब भनेको तब, ठिक छ। सबौने भनेको सबैले, सबै श्रोताहरूले कया भनेको भन्नुभयो। अनि अर्थ भनेको अर्थ कहो भनेको भन्नुहोस्। अनि यसको अर्थ चाहिँ के हो देवचन्द्र, तपाईँ भन्नुहोस्। तब भनेको तब, सबौने भनेको सम्पूर्ण श्रोताहरूले, कया भनेको भन्नुभयो, अर्थ भनेको अर्थ, कहो भनेको, तपाईँ यसको अर्थ भन्नुहोस्।
कि तपाईले द्वादशीको दिन व्रत गर्नुभयो त किन गर्नुभयो, कारण के हो त्यसको बारेमा तपाईँ भन्नुहोस्। तपाईले किन द्वादशीको दिन व्रत राख्नुभयो? आजसम्म हामीलाई गुरुजीले द्वादशीको दिन व्रत गर्नु भनेको थिएन, एकादशीको दिन व्रत गर्नु भन्नुभएको थियो। तपाईले त के गर्नुभयो? द्वादशीको दिन व्रत गर्नुभएछ। त त्यो चाहिँ अर्थ कहो, यसको रहस्य भन्नुहोस् हामीलाई, के हो कारण भनेर सोद्धाखेरि हम सम्झत नहीं त उनीहरूले भने, हम भनेको हामीहरू लेख्नु होला, हम भनेको हामीहरू त सम्झत नहीं भनेको बुझेका छैनौ लेख्नु होला। सम्झत भनेको बुझेका नहीं भनेको छैनौ, यी त भनेको यो कुरा हामीले यो कुराको विषयमा बुझेका छैनौँ है देवचन्द्र भनेर भन्नुभयो, लेख्नु होला। यी त हम भनेको हामीहरूले, सम्झत भनेको बुझेका, नाही भनेको छैनौँ, यी त भनेको यहाँ हामीले यो कुरा बुझेका छैनौँ। आजसम्म गुरुजीले एकादशीको दिन व्रत गर्नु अनि भन्नुभएको थियो र हामी एकादशीको दिन गर्दै आएको थियौँ। तर तपाईँ जब कथा श्रवण गर्न आइसकेपछि तपाईले द्वादशीको दिन व्रत गर्नुभयो अनि यो कुरा हामीले बुझेको छैन। तब श्री देवचन्द्रजी उत्तर यही बात, गुरुजी म यस्तै गर्छु भनेपछि तब सबौले कही अर्थ कहो, तर सबैले यसको रहस्य बताउनुहोस् देवचन्द्रजी महाराज भने। हम सम्झत नै त हामीले यसको विषयमा केही पनि बुझेका छैनौँ, हजुरले छर्लङ्ग बुझाउनु पर्यो भनेर सम्पूर्ण श्रोताहरूले श्यामजीको मन्दिरमा देवचन्द्रजी महाराजलाई यो ढङ्गले प्रश्न गर्नुभयो। 24 नम्बरमा। अब 25 नम्बरमा पर इतना हम सम्झत है त के भन्नुभयो? पर भनेको देवचन्द्रजी महाराज भन्दै हुनुहुन्छ है। अब पर भनेको तर, इतना भनेको यति, इतना भनेको यति, पर भनेको तर, इतना भनेको यति, हम भनेको म, सम्झत हे भनेको बुझेको छु लेख्नु होला। सम्झत हे भनेको बुझेको छु, मैले चाहिँ यति बुझेको छु भन्न खोजेँ है, बुझ्नु होला। पर भनेको तर, इतना भनेको यति, हम भनेको मैले, सम्झत हे भनेको बुझेको छु। त हे सम्पूर्ण श्रोतागण हो, हे भक्तजन, पर तर मैले चाहिँ यति नै बुझेको छु। के बुझेको छु अगाडि भन्नुहुन्छ त? पर भनेको तर, इतना भनेको यति नै, हम भनेको मैले, सम्झत हे भनेको बुझेको छु। अब जो श्री भागवत, जो श्रीमद् भागवत चाहिँ बुझ्नु होला। त भन्नुहुन्छ दरखत भनेको रुख लेख्नु होला, ठिक छ। दरखत भनेको रुख है। अब मैले के भन्नु, मैले चाहिँ बुझेको छु श्रीमद् भागवत चाहिँ के हो भन्दाखेरि एउटा दरखत हुन्, एउटा वृक्ष हो, शास्त्रको मूल आधार हो। किन हुन त शास्त्रका सबैभन्दा पहिला सुरुमा 4 वेदहरू थिए, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद होइन, 108 उपनिषदहरू थिए, विभिन्न महाभारत सबै थिए। तर श्रीमद् भागवत चाहिँ सबै शास्त्रको के छ, सार हो। पछि प्राणनाथजीले पनि भन्नुभयो नि वाणीमा, नै कथाए दन्तनी सत्यवाणी वाक। श्रीमद् भागवत कुनै दन्ते कथा होइन, सत्यवाणी हो। त शास्त्रले चले सतगुरु सही, सतगुरु महाराज पनि यही शास्त्र लिएर जानुभएको, यही शास्त्र पढेर बुझ्नु भएको उहाँले पनि। त्यसकारण शास्त्र श्रवण वेदान्त भागवत पुरेसाक नै कथाए दन्तनी सत्यवाणी वाक। देवचन्द्रजी महाराजले भन्यो त सत्य ग्रन्थ हो। यसमा त परम कृष्ण गोपीको प्रेमको लीला बताइएको छ, विभिन्न राजाहरूको कथा दिएर विभिन्न प्रसङ्गलाई सम्झाइएको छ। तर तपाईहरुले आजसम्म के बुझ्नुभयो यसको विषयमा भनेर? त ताकी सब डारीको देख्नु ल, ताकी भनेको श्रीमद् भागवतको है, ताकी भनेको त्यसको श्रीमद् भागवतको, ठिक छ। एक डारीको भनेको एउटा हाँगाको लेख्नु ल, डारी भनेको हाँगा। श्रीमद् भागवत एउटा महान विशाल वृक्ष भयो, दरखत भनेको रुखमा भक्तिको एउटा वृक्ष भए। तर त्यसमध्येमा ताकी भनेको त्यसको, एक भनेको एक डारीको भनेको हाँगाको। अब त्यत्रो भागवत रूपी वृक्षको एउटा हाँगा भन्न खोजे है, यो चाहिँ बुझ्नु होला नि। फेरि हाँगा भनेको एउटा हाँगा भनेको अब त्यत्रो भागवत रूपी, त्यत्रो भागवतमा अब कति चिजहरू छन् भनिदिनु भयो? 18,000 त श्लोक रहेका छन्, 335 अध्याय रहेका छन्, 12 स्कन्द रहेका छन्। राम्रो बुझ्नु होला, कहीँ प्रश्न आउन सक्छन्। श्रीमद् भागवतमा जम्मा 12 स्कन्द, 18,000 श्लोक अनि 335 अध्यायहरू रहेका छन्। लेखेर राख्नु होला, प्रश्न आउन सक्ला भोलि शुक्रबार हो। त श्रीमद् भागवतमा जम्मा जम्मी 18,000 श्लोक, 335 अध्याय र 12 स्कन्दहरू रहेका छन्। त त्यसमा भनिदिनु भयो कि अब त्यसमा पनि मूल वृक्ष भयो त्यो 18,000 श्लोक। अब त्यसमा एउटा हाँगा भनेको एउटा स्कन्द,
एउटा स्कन्धको बारेमा अथवा एउटा अध्यायको बारेमा ताकी भनेको त्यसको एक डारीको भनेको एक हाँगाको कोही भनेको कोही लेख्नु होला कोही भनेको कोही कोही बिरला भनेको एउटा एउटा लेख्नु होला बिरला भनेको एउटा एउटा त्यसमा त्यत्रो श्रोता कथा सुन्ने श्रवण गर्ने श्रोताहरुमा पनि सुन्नेवालामा पनि के भन्नुहुन्छ कोही बिरला पाउँछ त कोही भनेको कोही बिरला भनेको एउटा एउटा पाउँछ त भनेको पुग्छ कोही बिर एउटा एउटा मात्रै पुग्ने हो एउटा अध्यायमा एउटा श्लोकमा डुब्न पनि अनि तपाईहरुले त भागवतलाई के सम्झिनु भएको छ सम्झाउँदै हुनुहुन्छ है अब देवचन्द्रजी महाराजले भागवतको महत्त्वको विषयमा त बुझाउँदै हुनुहुन्छ त हजुर हामीले पनि बुझ्नु पर्छ त्यही भएर प्राणनाथजीले बाणीमा के लेख्नु भएको छ शास्त्र श्रवण श्री भागवत बुद्धि जागृतको ज्ञान बुद्धि जगाउन भागवत सुन्नै पर्छ देवचन्द्रजी महाराजले सम्झाइदिनु भयो के सम्झाइदिनु भयो हुन त भागवतमा जम्मा कतिवटा अक्षर हुन्छन् भा राम्रो बुझ्नु होला भा ग व त जम्मा 4 वटा अक्षर हुन्छन् है देवचन्द्रजी महाराजले सम्झाउनु भयो भा भनेको भक्ति तपाईहरुले अहिलेसम्म त भागवत भन्नु हिँड्नु भयो अब भक्ति पक्का पनि प्रकार हुन्छन् लेखेर राख्नु होला साकार भक्ति निराकार भक्ति प्रेम लक्षणा भक्ति लेख्नु होला भा ग व त 4 अक्षर जम्मा देवचन्द्रजी महाराज सम्झाइदिन थाल्नु भयो अब उनीहरु त्यत्रो वर्ष श्रवण गर्नेलाई भा ग व तमा भ भनेको भक्ति लेख्नु होला साकार भक्ति निराकार भक्ति अनि प्रेम लक्षणा भक्ति बुझ्ने गरी लेख्नु होला साकार भक्ति भनेको चाहिँ मन्दिर जानु सत्संग गर्नु फलफुल लगेर चढाउनु यो सबै साकार भक्ति है यो हजुर हामी अहिले अध्ययन गरिरहेका छौं प्रशिक्षण गर्दै छौं यो केमा पर्यो सबै साकार भक्ति अब कोही कोहीले त परमात्मालाई भनेको निराकार भनेर भज्नुहुन्छ तर शास्त्रले परमात्मालाई निराकार भनेको छैन परमात्मा के हुनुहुन्छ शुद्ध साकार हुनुहुन्छ अनि भा पिछाडी प्रेम लक्षणा भनेको चाहिँ देवचन्द्रजी महाराजले भन्नुभयो जब ब्रजका गोपीहरुले उनीहरुले क पनि पढेको थिएनन् रुद्री चण्डी वेद भागवत केही जान्दै थिएनन् तर हे महात्मा हो हे सन्तजन हे भक्तजन तर उहाँहरुले कृष्णसँग प्रेमको मात्रै कुरा गर्नुभयो त्यही भएर भन्नुभयो नवदास्य न्यारो कहियो 14 भवन में नाहे नवदा भक्ति पनि छ अब श्रवण भक्ति हजुर हामी सुन्दै छौं यो श्रवण भक्ति हो कीर्तन भक्ति तपाई हामी कुनै दिन मण्डलीमा बसेर भजन गाउँछौं त्यो कीर्तन भक्ति हो अनि स्मरण भनेको घरमा गएर कथालाई स्मरण गर्छौं त्यो स्मरण भक्ति हो अर्चन भनेको राज्यको सेवा पूजा गर्नु त्यो पनि भक्ति हो दास भनेको भजन भरोसे दास सेवक भएर राज्यको सेवा गर्नु त्यो पनि भक्ति हो सखा भक्ति भनेको यन्मे परमात्मा राज्यको सखी भएर भक्ति गर्नु पनि भक्ति छ तर लास्टमा आत्मनिवेदनम आत्माको लागि हजुर हामीले के गर्नु पर्यो तुम दुलहा मै दुलही नौरन जानो बात आत्माको लागि निवेदन गर्न सक्नु पर्यो तर लास्टमा त्यो भन्दा माथि नवदासे न्यारो कहियो यो 90 भक्ति भन्दा पनि न्यारो भनेको टाढा कहियो भनेको भनिएको छ त्यो भक्ति चाहिँ कसले गरे भन्दा ब्रजको गोपीहरुले त ब्रजको गोपीहरुले गरेको भक्ति चाहिँ केको भक्ति हो प्रेमको भक्ति उहाँहरुले न वेद पढ्नुभयो रुद्री पढ्नुभयो चण्डी पढ्नुभयो केही पनि भन्नु भएन तर उहाँहरुको मात्रै प्रेम देखेर परमात्मा के गर्नुभयो यन्मित्रम परमानन्दम पूर्ण ब्रह्म सनातनम देवी देवता गाउन थाले अहो भाग्यम नन्द गोपवर्जौकसाम यन्मित्रम परमानन्दम पूर्ण ब्रह्म सनातनम ओहो स्वयं पूर्ण ब्रह्म परमात्मा गोपीको घरमा जानुभयो आज केले गर्दा प्रेमले गर्दा भनेपछि ब्रह्म सृष्टिके चरण रस्त ढुँड थके त्रिगुण भनेको ब्रह्मा विष्णु महेशले पनि भेट्नु भएन यो प्रेम उहाँहरुको जस्तो प्रेम हुनुपर्छ तर तपाईहरु भागवत सुनेर आज केमा अड्किनु भयो चाहिँ स्वर्ग वैकुण्ठमा अड्किनु भयो नारायणमा अड्किनु भयो एकादशी मातामा अड्किराख्नु भएको तर भागवतको लक्ष्य त्यो होइन त भागवतको लक्ष्य त के हो भन्दाखेरि अखण्ड दिव्य परम धामको भक्ति पक्राउने काम कसको हो श्रीमद् भागवतको हो भनेर सम्झाउनु भयो अनि 26 नम्बरमा पर तुम पात पात की रगमे मै दरखत विस्तार अब 26 नम्बर जानु होला है पहिले लेख्नुला पर भनेको तर तुम भनेको तपाईहरु देख्नुला पर भनेको तर तुम भनेको तपाईहरु पात पातकी भनेको पात पातको अब एउटा पातको रुखको पात त कति एउटा पात त हुन्छ नि हैन देख्नुला है त पात पातकी भनेको पात पातको ब्रैकेटमा लेख्नु अध्याय अध्यायको भनेर लेख्नु है ब्रैकेटमा चाहिँ फेरि पात पातको भनेको भागवत त वृक्ष भयो ठीक छ अब पात पातकी भनेको
ठिक छ। अध्याय अध्यायको ठिक छ। कि भनेको रग भनेको नसा लेख्नु होला। पातमा हेर्नु भएको छ नि टपरा गाँच्दाखेरि होइन, त्यो पातमा पनि यसो यसो नसा जस्तो हुन्छ हुँदैन? यता एउटा नसा गएको हुन्छ, यता अर्को गएको हुन्छ, नसा नसा जस्तो हुन्छ हुँदैन? पातमा हुन्छ नि होइन? हो लेख्नु होला। पर भनेको पर, तुम भनेको तपाईँहरू, पात पातकी भनेको अध्याय अध्यायको, रग रगमे भनेको लेख्नु होला श्लोक श्लोकमा। रग रगमे भनेको चाहिँ अब श्लोक श्लोकमा है फेरि। ल बुझ्नु होला नि। अब पर भनेको पर, तुम भनेको तपाईँहरू, पात पातकी भनेको अध्याय अध्यायमा, अनि हे भनेको रगमे भनेको नसा नसामा, रग भनेको नसा भनेको चाहिँ श्लोक श्लोकमा। अब श्रीमद् भागवतमा त के छ भन्दाखेरि एक एक तपाईँको पात पातमा भनेको एक एक अध्याय अध्यायमा महान ज्ञान छ। त्यसदेखि पछाडिको रग रगमे भनेको श्लोक श्लोकमा हे दर्खत विस्तार लेख्नु होला। हे भनेको छ, दर्खत भनेको वृक्ष, विस्तार भनेको फैलिएको लेख्नु होला। बुझ्नु भयो नि? पर भनेको अध्याय अध्यायमा, श्लोक श्लोकमा के भएको छ? दर्खत भनेको वृक्ष, विस्तार भनेको फैलिएको छ। श्रीमद् भागवतको एक एक के भएको छ? हाँगा पात पात भनेको अध्याय अध्यायमा, रगमा भनेको श्लोक श्लोकमा, दर्खत विस्तार भनेको देवचन्द्रजी महाराज भन्दै हुनुहुन्छ। एउटा अब सच्चिदानन्द रूपाय, यतिमा वृक्ष भएन त? परम धामको वर्णन त्यतिमै छैन? सद भनेको अक्षर, चित भनेको राज्य, आनन्द भनेको श्यामाजी, सच्चिदानन्दको विस्तार परम धाम। अब त्यसको कति वर्णन गर्ने भन्दाखेरि एउटा श्लोकको पनि एउटा लिटीमा के भयो? वृक्ष विस्तार भयो। अब विश्वोत्पत्ति आदि हेतवे, विश्वोत्पत्ति भयो परमात्माबाट भन्ने बित्तिकै अब हिरण्यगर्भ आदि नारायण, शेष नारायण, ब्रह्मा विष्णु महेश गर्दै जाँदा त्यसमा पनि के भयो? वृक्ष फैलिएन, विस्तार फैलियो, फैलिएन? हो बुझ्नु भयो नि? भन्नुको मतलब पर तुम पात पातकी, पर तपाईँहरू, पात पात भनेको अध्याय अध्यायको, रगमे भनेको नसा नसामा, श्लोक श्लोकमा, हे भनेको छ, दर्खत भनेको वृक्ष, विस्तार भनेको फैलिएको। भागवतको एक एक शब्दमा के भएको छ? परमात्माको प्रेम भक्ति फैलिएको छ। तर तपाईँहरू के गरिराख्नु भएको छ? मात्रै एकादशीसम्म मात्रै पुगिराख्नु भएको छ र मात्रै त्यो दिन व्रत गरेर एक दिन पेट खाली राखेर मात्रै परमात्मा पाइँदैन। साहुकार हो। सबैभन्दा परमात्मालाई प्राप्ति गर्न मन खाली हुनुपर्छ। पेट खाली गरेर परमात्मा पाइँदैन। तर सबैभन्दा मन शुद्ध हुनुपर्छ, वचन शुद्ध हुनुपर्छ, दृष्टि शुद्ध हुनुपर्छ, भाव शुद्ध हुनुपर्छ। सुन्दर साजी, परमात्मा प्राप्ति गर्नलाई दिखावाले पाइँदैन। त्यही भएर हिजो आयो नि प्रसङ्ग, यहाँ नि जोडियो। हामी गाउँछौँ सधैँ, अन्दर नाही निर्मल फेर फेर नआबे बाहिर। भित्र चाहिँ साफ छैन, अर्काको खाली नराम्रो देखि सोचिँदैन, खाली नराम्रो सोच आइरहेछ। आँखाले अर्काको केही देख्यो भने ईर्ष्या गरिरहेछ, जिब्रोले मन दुख्ने गरी कसैलाई भनेकै छ, कानले नराम्रो सुनेकै छ, अनि बार बार नआबे बाहिर बाहिर ज्ञानै मात्रै सुनेर नि केही हुँदैन। अब कर देखाई, कर भनेको गरेर, देखाई भनेको देखाऊ, कोट भनेको करोड, बेर भनेको बार, करोड बार कर देखाऊ। घरमा पारायण लगाऊ, अखण्ड लगाऊ, 108 लगाऊ, जे लगाऊ, कर देखाई कोट बेर तोय, करोड बार गरेर देखाऊ। तर तोहे नमिल्यो कर्तार। तोय भनेको तिमीलाई, मिल्यो भनेको मिल्नुहुन्न, कर्तार भनेको परमात्मा मिल्न के छ? धेरै गाह्रो छ त भनेकै हो नि। त्यही यहाँ देवचन्द्रजीले भन्नुभयो। तर तपाईहरुलाई भागवतको त अध्याय अध्यायमा, श्लोक श्लोकमा परमात्माको प्रेम भक्ति यति धेरै रहेको छ महाप्रभु, तर हजुरहरूले भेट्न सक्नु भएन है भनेर भन्नुभयो। अनि ताहा तुम सबमे फिरबले लेख्नु होला। ताहा भनेको त्यसमा, ल पर भनेको पर, तुम भनेको तपाईहरुसँग, सबमे भनेको सबैमा, फिरबाले फिरबाने बाले भनेको घुमिसक्नु भएको, फिरबाले भनेको घुमिसक्नु भएको छ भनेको कति वर्षदेखि पढ्दा पढ्दा हजुरलाई त भागवत त डल्लै याद छ हैन। अहिले अब हामीलाई कथाकारले पनि अलि सोचेर बोल्नुपर्ने स्थिति छ छैन। अब कथाकारलाई भन्दा साँच्चै भने 2-4 महिना रटेर कथा गर्ने कथाकारलाई भन्दा बिचारा सुन्दर साथ, बिचारा आजीवन सुन्दर साथलाई बित कहाँ के छ, कति नम्बर चौपाई के हो सबै थाहा छ छैन। हो त्यस्तै पर तुम सबमै फिरबले, पर तपाईहरु त सब रगरगमा घुमिसक्नु भएको छ। अध्याय अध्याय पढिसक्नु भएको छ नि तपाईहरुले भागवतको विषयमा। त दुन्दुकारीका कथा पढिसक्नुभयो, परीक्षितका कथा पढिसक्नुभयो, ध्रुवका पढ्नुभयो, प्रहलादका पढ्नुभयो, सुदामा गोपी सबैका पढिसक्नु भएको छ नि तपाईहरुले त हैन। त्यसकारण पर भनेको पर, तुम भनेको तपाईहरु, सबमे भनेको सम्पूर्ण 18,000 श्लोकमै, फिरबाले फिरबाले भनेको घुमिरहनु भएको छ भनेको घुमिसक्नु भएको छ। अब ऐसो औरनको नहीं विचार,
लेख्नुला यसो भनेको यस्तो हो, लेख्नुला यसो भनेको यस्तो हो, औरनको भनेको अरूको, नही भनेको छैन, विचार भनेको मनन गर्नुभएको। घुम्न त घुम्नुभयो, पढ्न त पढ्नुभयो सुरुदेखि लास्टसम्म, तर हजुरहरूलाई मनन गर्नुभएको छैन हो। अब हजुर हामी पनि बाणी त्यही त होइन, पढ्न त पढ्यो नि, अब पहिला मजाले नै कहूँ बात त्यता दुख रुपियाँ दिन रात दाउन लब्बलेकै भात पढेको पढे त कति वर्ष भइसक्यो होइन। सेवा पूजा पढ्दा पढ्दा ओहो सेवा पूजा सबै छुट्टिसक्यो, पन्ना पन्ना मेयर सागर छुट्टिसक्यो सबै, तर मनन कहिले गर्ने? एउटै शब्द मनन गरे पुगिहाल्यो, धेरै पर्छ। अब पहिला मजाले नै कहूँ बात त्यता दुख रूपी दिन रात दावानल बलेकै भात, यति बुझ्यो भने पक्का प्रणामी भइहाल्छ। दावानल भनेको हामी भित्रको दाबिएर निक्लिने आगो, जस्तै जङ्गलमा दुईटा रुख घर्षण भएर निक्लेको आगोले जङ्गल डढाउँछ, त्यस्तै हजुर हामी भित्र काम, क्रोध, लोभ, मोह, छल, कपट, ईर्ष्या, द्वेष, दावानल बलेकै कति प्रकारको आगो बलेको बलै छ नि भित्रबाट, छैन? त्यस्तै तपाईँले भनिदिनु भयो। तपाईँहरू यत्रो वर्षसम्म नै भागवत शास्त्र पढ्नुभयो, तर यति पनि विचार गर्नु भएन भागवतको रहस्य के हो, महत्त्व के हो भनेर 26 नम्बरमा भनिदिनु भयो। अब 27 नम्बरमा जानु होला। त कया ये तो तुम कहतौ शास्त्रौं के वचन, ताको साँच जान के लेतै सम्झाए मन, जानु होला। र उनीहरूले फेरि भन्नुभयो, त के भन्नुभयो भन्दा कया ये तो तुम कहतौ, कया भनेको भन्नुभयो, लेख्नुला कया भनेको भन्नुभयो, ल कया भनेको भन्नुभयो, ए तो भनेको यो त, ए भनेको यो, तो भनेको त, कया भनेको भन्नुभयो, यो भनेको यो, त भनेको त तुम भनेको तपाईँ कहता हो भनेको भन्दै हुनुहुन्छ। यो त तपाईँ भनिराख्नु भएको छ। र फेसबुकबाट धेरै धेरै सुन्दर साथीहरू हामीसँग जोडिँदै हुनुहुन्छ। अहिले हाम्रो वितक प्रशिक्षण चलिरहेको छ। आदरणीय सुन्दर साथी हजुर सबैलाई सप्रेम प्रणाम। र अहिले श्रीमद् वितकको लालदास वितकको 5 प्रकरणबाट हामी अहिले देवचन्द्रजी महाराजको कथा श्रवण, श्रीमद् भागवत श्रवण कथा चलिरहेको छ। सबैले राम्ररी पुस्तक छ भने सबैजनाले घरमा पुस्तक हेरेर सुन्न सक्नुहुन्छ। त कया ये तो भनेको, कया भनेको भन्नुभयो, ये तो भनेको यो त, तुम भनेको तपाईँ, क त भनेको हे देवचन्द्रजी यो त तपाईँ भन्दै हुनुहुन्छ। त शास्त्रौं के वचन, तपाईँ यो भन्दै हुनुहुन्छ। शास्त्रौं के भनेको शास्त्रको, वचन भनेको वचन, लेख्नु होला। तपाईँ त यो भन्दै हुनुहुन्छ, यो त के हो? शास्त्रको वचन भन्दै हुनुहुन्छ है देवचन्द्रजी, तपाईँ भन्न त। लेख्नु होला। त कया भनेको कया भन्नुभयो, ये तो भनेको यो त, तुम भनेको तपाईँहरू, कहता हो भनेको भन्नुहुन्छ, तपाईँ भन्दै हुनुहुन्छ। त के भन्दै हुनुहुन्छ भन्दाखेरि शास्त्रौं के वचन, यो त शास्त्रको वचन हो, शास्त्रको कुरा हो। तर ताको साँचो जानके, ताको भनेको त्यसको, जुन तपाईँले गरेको चाहिँ द्वादशीको दिन व्रत गरेर एकादशीको दिन भोजन प्रसाद गरेको प्रसङ्ग चाहिँ ताको भनेको त्यसको, साँच भनेको शुद्ध पवित्र, जानके भनेको जानेर। द ताको भनेको त्यसको, साँच भनेको पवित्र, जानके भनेको जानेर भन्नुहुन्छ। लेत है सम्झाए मन, त लेत है भनेको लिनुहोस्, सम्झाए भनेको सम्झाएर, मन भनेको हाम्रो मन। तपाईँ भन्दै हुनुहुन्छ देवचन्द्रजी महाराज हजुर त यो शास्त्रको कुरा हो, शास्त्रको वचन हो, परमधामको भक्ति, परमात्माको प्रेम भाव कुरा गर्दै हुनुहुन्छ नि हजुरले। तर त्यो चाहिँ के गर्नुहोस् भन्दाखेरि ताको भनेको त्यसलाई, साँचो भनेको पवित्र, जानके भनेको जानेर, लेत है भनेको लिनुहोस्, सम्झाए भनेको सम्झाएर, मन भनेको हाम्रो मनलाई हजुरले शास्त्रकै कुराले सम्झाएर यो कुरा प्रमाणित गरिदिनुहोस् भनेर देवचन्द्रजी महाराजलाई फेरि अर्को प्रश्न आयो। कसको? त्यहाँको सम्पूर्ण श्रोताहरूको 27 नम्बरमा। अब 28 नम्बरमा तब श्री देवचन्द्रजी ने कया, देख्नुले अब तब भनेको तब श्री देवचन्द्रजी ने कया भनेको तब श्री देवचन्द्रजी महाराजले भन्नुभयो। बुझ्ने बुझ्ने मात्रै लेख्नु, बुझ्ने बुझ्दै जानु। तब श्री देवचन्द्रजी ने कया, तब देवचन्द्रजी महाराजले भन्नुभयो, हम लिया ऐसा पन, हमा भनेको मैले, लिया भनेको लिएको छु, ऐसा भनेको यस्तो लेख्नु होला, पन भनेको नियम लेख्नु होला। पन भनेको नियम, मैले त के गरेको छु भन्दा यस्तो नियम लिएको छु। त
तब भनेको तब श्री देवचन्द्रजी महाराजले कया भनेको भन्नुभयो, हम लिया ऐसा पन, हम भनेको मैले, लिया भनेको लिएको छु, ऐसा भनेको यस्तो, पन भनेको नियम, मैले चाहिँ यस्तो पन लिएको छु। त किन भन्दाखेरि अब भन्नुहुन्छ मन्दिर, हे भागवत आहार आत्मको, हे भनेको छ, भागवत भनेको भागवत, आहार भनेको आहार, आत्माको भनेको यो श्रीमद् भागवतको जुन हामीलाई गुरुजी कान्छी भट्टजीले भन्दै हुनुहुन्छ, भक्तजन श्रोताजन, यो चाहिँ आत्माको आहार हो। यी अहिले हामी पढ्दैछौँ, प्रशिक्षण गर्दैछौँ नि, एउटा आत्मिक आनन्द कुरा हो। जो व्यक्तिलाई आनन्द भयो भने ऊ व्यक्ति 11-12 बजेसम्म पढाइ भयो भने उसलाई निन्द्रा आउँदैन, ऊ अर्कै परम आनन्दमा डुब्छ, ऊ अर्कै भावमा जान्छ। यहाँ कुरो पनि त्यही त आयो, जसले यसलाई आत्माको आहार सम्झ्यो, परम आहार सम्झ्यो नि, ऊ अर्कै चिज हो, अर्कै पारा लिन्छ उसले त्यो ज्ञानलाई। त्यस्तै हे भनेको छ, भागवत भनेको भागवत, आहार भनेको आहार, आत्माको भनेको श्रीमद् भागवत चाहिँ आत्माको आहार हो भक्तजन भनेर भन्नुहुन्छ। जो लौ सुनने न पावे मन, अब श्रीमद् भागवत आत्माको आहार हो। जो लौ भनेको जबसम्म लेख्नु होला, जो लौ भनेको जबसम्म, सुनने भनेको श्रवण गर्नलाई, जो लौ भनेको जबसम्म, सुनने भनेको श्रवण गर्नलाई, जबसम्म श्रीमद् भागवत एउटा आत्माको आहार हो। कुनै देखौटी, कुनै तपाईको रमाइलो गर्नको लागि होइन, आत्मा भक्तिको लागि हो, परम प्राप्ति आनन्द लक्ष्य प्राप्त गर्नलाई हो। आफू संसार छोडेपछि आफ्नो आत्मालाई परमधामसम्म पुर्याउनको लागि हो श्रीमद् भागवत। त देवचन्द्रजी महाराजले भन्नुभयो, त देवचन्द्रजी महाराज शास्त्र श्रवण श्री भागवत, बुद्धि जागृतको ज्ञान तपाईले जगाउनुहोस् न। तर जबसम्म मैले त जोलो भनेको जबसम्म, सुनने भनेको सुन, नपावे भनेको पाउँदिन, मन भनेको मनले, जबसम्म म श्रीमद् भागवत मेरो मनले सुन्न पाउँदिन, मेरो आत्माको आहार मलाई प्राप्त हुँदैन। देवचन्द्रजी महाराज भन्दै हुनुहुन्छ, तब श्री देवचन्द्रजी ने कया हम लिया, मैले त यस्तो नियम लिएको छु हे श्रोताजन हो, हे भागवत आत्माको आहार, भागवत आत्माको आहार छ, जो लोग सुन्ने न पाउँदैन, जबसम्म यो मनले श्रीमद् भागवत श्रवण गर्न पाउँदैन भनेर 28 नम्बरमा भन्नुभयो। अनि 29 नम्बरमा भन्नुहुन्छ, 29 नम्बर जानुहोला, सो भागवत द्वादशीको तुम नाही बाजत। अब यो चाहिँ गुरुजीले सोध्दै हुन्छ, देवचन्द्र तिमीले प्रश्न दिनु पर्यो, यो अब तिमीले किन यसो गर्यौ, एकादशीको दिन प्रसाद लिएर द्वादशीको दिन किन व्रत गर्यौ, यो कुरा बुझाइदिनु पर्छ भनिसकेपछि त गुरुजीलाई भन्नुभयो, सो भागवत, भागवत त आत्माको आहार हो, जबसम्म यो मनले भागवत सुन्न पाउँदैन म त केही खाँदिनँ, म त व्रत बस्ने हो भनिसकेपछि सो भागवत द्वादशीको, सो भनेको त्यो, भागवत भनेको भागवत, द्वादशीको भनेको द्वादशी तिथिको। हे कान्छी भट्ट गुरुजी, हजुर द्वादशीको दिन भागवत चाहिँ तुम नहीं बाचत, तुम भनेको तपाईँ, गुरुजीलाई भन्दै हुनुहुन्छ है, तुम भनेको तपाईँ, नाही भनेको हुँदैन, बाचत भनेको वाचन लेख्नु होला, बाचत भनेको कथा सुनाउनु अथवा वाचन गर्नु। त तपाईँ द्वादशीको दिन भागवत श्रवण गराउनुहुन्न, किन, द्वादशीको दिन वेद व्यासजीको भागवत धाम गमनलाई मानिन्छ। त त्यसकारण चाहिँ वेदव्यासद्वारा नै श्रीमद् भागवत भनिएको हुनाले उहाँको तिथिमा चाहिँ श्रीमद् भागवत श्रवण गराउने चलन थिएन, त उहाँले चाहिँ सुनाउनु हुन्थेन। त सो भागवत द्वादशीको, तब भागवत द्वादशी तिथिको तुम नहीं बाचत, तुम भनेको तपाईँ, नहीं बाचत भनेको वाचन गर्नु हुन्थेन। र मै तब आहारको भनेको, मै भनेको म, तब भनेको तब, आकारको भनेको लेख्नु होला शरीरको, आकारको भनेको शरीरको। अब हजुरले द्वादशीको दिन भागवत वाचन गर्नुहुन्थेन, अनि म कथा सुन्न पाउँदिन थिएँ, आत्माको आहार हुन्थेन गुरुजी। अनि मै तब आकारको, मै भनेको मै, तब भनेको तब, आकारको भनेको शरीरको। हजुर जबसम्म आत्माको आहार मिल्थेन तब आकारको भनेको शरीरको चाहिँ आहार न देवत, आहार भनेको खानेकुरा, न देवत भनेको दिदिन। जबसम्म म कथा श्रवण गर्न पाउँदिन, जबसम्म म हजुरको कथाले मेरो आत्मा तृप्त हुँदैन, तबसम्म म भोजन गर्नतिर लाग्दिन। त हजुर हामी पनि त्यस्तै हुनुपर्छ। सुन्नुहोस् साथी, हेर्नुहोस् आचरण, आचरण कस्तो हुनुपर्ने छ देवचन्द्रजी महाराज भन्दै हुनुहुन्छ। हेर्नुहोस्, एउटा परमात्मा प्राप्ति गर्नलाई आचरण सद्भाव कस्तो हुनुपर्ने रहेछ। देवचन्द्रजी महाराज त जुन दिन भागवतको अध्ययन भएन, भागवत सुन्न पाउनु भएन भने भोजनै नगर्ने, शरीरलाई आहारै नदिने। तर हामी त कस्तो, कथा बितक सितक हुँदै गर्छ, पहिला खाना चाहिँ खाइहाल्नु न भन्न सुरु गरिहाल्यो होइन, उल्टा पो भयो। हाम्रो त पहिला आकारको अनि मात्रै आत्माको हुन्छ। तर त्यता चाहिँ के थियो, पहिला
आत्माको अनि आकारको। देवचन्द्रजी महाराज चाहिँ अनि सो भागत द्वादशीको तुमनै बाचत तपाईँ कथा बाँच्नुहुन्थेन, मैं तब आकारको आहार न देव त, तब म यो शरीरलाई आहार दिँदिनँ, मेरो यो नियम हो। गल्ती हो भने भनिदिनुहोस् गुरुजी भन्दाखेरि अब गुरुजी पनि बिचारा के भन्ने अब बुझ्नु, गुरुजीले पनि बोल्ने एन्सर दिने ठाउँ भएन कान्छी भट्टजीलाई। कुरो त सही हो। अब 30 नम्बरमा जानु होला। और एकादशीको लेत प्रसाद। अब तपाईँ द्वादशीको दिन भागवत सुनाउनुहुन्थेन, म के गर्थेँ भन्दाखेरि म चाहिँ भोजन प्रसाद नगर्ने व्रत बस्थेँ म। अब भन्नुभयो और एकादशीको लेत प्रसाद, और एकादशीको दिन चाहिँ मैले प्रसाद लिएँ गुरुजी, मेरो गल्ती भयो कि सही भयो म जान्दिनँ भनेर एन्सर भन्नुहुन्छ। और एकादशी भनेको एकादशी चाहिँ भन्नुभयो देवी माताको भक्ति हो। बुझ्नु, देवी त धेरै छ नि, राम्रै बुझ्नु होला है। अब जब अब हजुरलाई म उदाहरण भन्दैछु, हजुरले पनि बुझेर जानु होला, पछि कसरी प्रश्न गर्नु होला, एन्सर दिनु होला। त जब भगवान श्रीकृष्ण ब्रजमा आउने बेलामा, जब कारागारमा म जाँदैछु स्वयं, तिमी नन्द बाबाको घरमा जानु भनेर गोलोकीनाथ भगवानले योगमाया शक्तिलाई नन्द बाबाको घरमा पठाउनु भयो। अब भरे रासलीला सकियो, सबै लीला सकिएर के भयो भन्दाखेरि अब चाहिँ अनि सबै परमात्मा त परमधाम प्रवेश गर्नुभयो भन्दाखेरि तपाईँ त परमधाम प्रवेश गर्नुहुन्छ नि, अनि म चाहिँ कहाँ जाने त्यतिखेर भन्दा, हे माताजी तपाईलाई कलियुगमा एकादशी, काली, भैरवी, पाथिवरा सम्पूर्ण नामले संसारले पूजा गर्छ भनेपछि सम्पूर्ण देवी माता त भगवान कृष्णको योगमाया शक्ति मात्रै हुनुहुन्छ, सम्पूर्ण देवीहरू। त त्यसकारण भन्दै और एकादशीको म त एकादशीको दिन लेत भनेको लिए, प्रसाद भनेको प्रसाद। ताको भेद इतना जान त देख्नु ल, त ताको भनेको न त्यसको, गुरुजी म त यति जान्दा छु, ताको भनेको त्यसको, भेद भनेको रहस्य। रहस्य लेख्नु ल, ताको भनेको त्यसको, भेद भनेको रहस्य। ब्र्याकेटमा लेख्नु श्रीमद् भागवत र एकादशीको भनेर लेख्नु। रहस्य मैले दुईटा यति नै जाने अहिलेसम्म हजुरले पढाएकोमा भन्दाखेरि श्रीमद् भागवतको रहस्य र एकादशी माताजीको रहस्य। ताको भनेको त्यसको, भेद भनेको रहस्य, इतना भनेको यति नै जान त भनेको जान्दछु। म चाहिँ यसको विषयमा गुरुजी यति नै जान्दछु। श्रीमद् भागवत भनेको परमधामको भक्ति, आत्माको भक्ति हो। एकादशी माताको भक्ति भनेको स्वर्गसम्मको मात्रै भक्ति हो, ज्यादा से ज्यादा वैकुण्ठसम्मको भक्ति। अनि गुरुजी तपाईँले नै कथा सुनाउनु भयो, 4 प्रकारका प्रलयहरू हुन्छन्, नित्य प्रलय सधैँ हुन्छ, नैमित्तिक प्रलयमा स्वर्ग पनि नाश हुन्छ भनेर पढाउनु भयो तपाईँले नै फेरि। अनि एकादशी माताको भक्ति स्वर्गसम्मको भनेपछि माताजीको मात्रै भक्ति गर्दा हामी स्वर्ग जाने भयो। स्वर्ग पनि त्यतम भुक्त्वा स्वर्गलोकम विशालम छिन्ने पुण्य मर्त्यलोकम विसन्ति भनेपछि त कसरी आत्माको मुक्ति हुन्छ गुरुजी? त्यही भएर मैले आत्माको मुक्ति भनेको त त्योभन्दा माथि पनि, सत्यलोकदेखि माथि पनि अष्टावरण, ज्योतिष स्वरूप, गायत्री, महत्त्व, इच्छा शक्ति, अहंकार, भगवान आदि नारायण, अव्यकृत, सबलिक, केवल, सत्स्वरूप, अक्षरधाम, परमधामसम्मको भक्ति कुरा गर्दै हुनुहुन्छ तपाईँ त। परमधामसम्मको बाटो दिँदै हुनुहुन्छ भने अनि मैले त जानेको यति नै हो गुरुजी भनेपछि त मुनतिर म त यति नै रहस्य जान्दछु। कोट एकादशी एकसी तके लेख्नु ला, कोट भनेको करोड, एकादशी भनेको एकादशी, करोड एकादशी माताको कुरा आयो यहाँ। अब एकजनाको मात्र होइन, कोट भनेको करोड, एकादशी भनेको एकादशी, करोड एकादशी माताको भक्ति गर्दा एक शीत भनेको, एक शीत भनेको अंश, एक अंश त भन्दै हुनुहुन्छ। त कोट एकादशी भनेको करोड एकादशी, एक शीत भनेको एक अंश, एक अंश पनि तुल्य न आव त लेख्नु होला। तुल्य भनेको तौलमा लेख्नु होला, तुल्य भनेको तुलनामा लेख्नु होला, तुल्य भनेको लेख्नु होला तुलनामा, नआव त भनेको आउन सक्दैन। कहाँ श्रीमद् भागवतको भक्ति, कहाँ एकादशी माताको भक्ति? गुरुदेव एकादशी माता देवी देवता त बिचारा अमृतको घडा बोकी बोकी परम तत्त्व खोज्न आउनु भएको छ। सुधा कुम्भम गृहीत्वैव, सुधा कुम्भ बोकेर चाहिँ प्रभु हामीलाई ज्ञान दिनु पर्यो। गायन्ती देवा किल गीत गानी, यहाँका मनुष्य धन्य हुन्, भारत भूमि धन्य हो। यहाँका मनुष्यले सबैको देवी देवता त आज आएर खोज गरिराख्नु भएको छ यहाँ भने त भन्नुभयो कहाँ श्रीमद् भागवत, कहाँ एकादशी माताजी। त कोट एकादशी भनेको करोड एकादशी, एक अंश पनि तुल्य भनेको तौलमा नआवत श्रीमद् भागवतको बराबरमा एकादशी माता आउन सक्नुहुन्न। उहाँको भक्ति चाहिँ स्वर्गसम्मको मात्रै हो गुरुदेव। त्यसकारण मैले त के गर्छु, यसो गर्छु। त्यसकारण और एकादशीको लेत प्रसाद,
एकादशीको दिन मैले प्रसाद लिएँ, ताको भेद भए, म रहस्य यति नै जान्दछु गुरुजी। अनि भन्नुभयो और एकादशी एकसिद्धको भनेको करोड एकादशी माताको भक्ति पनि एक अंश बराबर पनि तुल्य नआवत श्रीमद् भागवतको तौलमा आउनु सक्दैन। त त्यसकारण मैले चाहिँ यसो गर्ने गरेको छ गुरुजी भनेर एन्सर दिनुभयो। अब मुनतिर 31 नम्बरमा जानु होला। श्री पारब्रह्म लीला रसका यह जो ग्रन्थ श्री भागवत। त के आन्सर दिनुभयो? श्री पारब्रह्म। पारब्रह्म भनेर कसलाई चिनिन्छ? ब्रह्म भन्नाले अक्षर ब्रह्मलाई लेख्नु होला। पारब्रह्म भनेको स्वयं पूर्ण ब्रह्म परमात्मा श्रीराजीको भक्ति हो। लेख्नु होला। श्री भनेको श्री, पारब्रह्म भनेको स्वयं पूर्ण ब्रह्म परमात्मा श्रीराजी, लीला भनेको लीला, रस भनेको प्रेम। त श्रीमद् भागवत त के को भक्ति हो भन्दा स्वयं पूर्ण ब्रह्म परमात्मा अनि परमात्माको लीला। परमात्माको लीला के छन्? तीनटा लीलाहरू पनि लेखिहाल्नु, ब्र्याकेटमा के छन्? ब्रज, रास, जागनी। ब्रजका लीला, रासका लीला, जागनीका लीला छन्। अनि रस भनेको प्रेमको कुरा छ यहाँ त। श्री पारब्रह्म भनेको श्री पारब्रह्म भनेको स्वयं पूर्ण ब्रह्म परमात्मा श्रीराजी श्रीकृष्ण, लीला भनेको लीला, रसका भनेको प्रेमको, स्वयं पूर्ण ब्रह्म परमात्मा श्रीराजीको लीलाको अनि प्रेमको विषयमा चाहिँ यह जो ग्रन्थ श्री भागवत। लालदासजी महाराज भन्दै हुनुहुन्छ यह भनेको यह श्रीमद् भागवत, जो भनेको जो ग्रन्थ श्री भागवत। यो ग्रन्थ श्रीमद् भागवत चाहिँ स्वयं पूर्ण ब्रह्म परमात्माको लीला अनि प्रेमको विषयको सब्जेक्ट हो। यो बुझ्नु होला। त लीला भनेको लीला, क्षर अक्षर अक्षरातीत, ब्रजरास जागनीको लीला अनि रसका भनेको प्रेमको लीलाहरू। यसमा त श्रीमद् भागवत सुनेर श्रीमद् भागवतको पहिलो श्लोक सुन्नु भएको छ सबैले? के वर्णन आउँछ? 17 चौपाईको वर्णन त भागवतको पहिलो श्लोकमा आउँछ टोटल्ली। सुन्नु भएको छ नि? जन्मादस्य तनयादि तरतस्सार्थिस्व विज्ञस्वराट तेने ब्रह्म हृदय आदि कवय मुह्यन्ति यत्सूरयः तेजो वारिमिदां यथा विनिमय यत्र तिसर्गमिषा धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यम परम धीमहि। त कस्तो भाव छ हेर्नुहोस्। जन्मादस्य तनयादि तरतस्सार्थिस्व विज्ञस्वराट, विश्वलाई विश्वको जन्म उत्पत्ति प्रलय जान्दछु भन्नेवाला विद्वानहरू पनि मुह्यन्ति यत् सूरयः। मुह्यन्ति भनेको मोहित भए, यत् भनेको जो सूरय भनेको विद्वान, विद्वान पनि के भए? मोहित भए। तेजो वारिमिदाम कसरी खोजे बिचारा? तेजो भनेको 12 बजेको घाम, वारी भनेको पानी, मृदाम भनेको माटो। 12 बजेको घाममा मृग बाटोमा निक्लिन्छ के खोज्नलाई? पानी खोज्नलाई बिचारा। तर त्यो पिचमा गयो अलिक पर चिप्लो देखिन्छ, अलिक पर चिप्लो देखिन्छ, अलिक पर चिप्लो देखिन्छ। लास्टमा त्यो मृग पानी खोज्दा खोज्दै के गर्छ? मर्छ। तर पानी भेट्नेवाला छैन। त्यस्तै गुरुजी स्वर्गमा पो मुक्ति छ कि, वैकुण्ठमा पो मुक्ति छ कि, नारायणमा पो छ कि भनेर खोज्दा खोज्दै के भयो? मनुष्य चोला अन्त भयो, तर मुक्ति पाउन सकिएन। त्यसकारण धामना स्वयं सदा निरस्त कुहकम। त धामना भनेको परम धामलाई प्राप्ति गर्नलाई स्वयं आफूभित्रको निरस्त कुहकम, हामीभित्र भएको नराम्रो काम क्रोध लोभ मलाई निरास्त नगरी, परास्त नगरी सत्यम परम धीमहि, परम भन्दा परम सत्य परम धामलाई ध्यान गर्नुपर्छ भन्दा त त्यहाँ भने कुरा हजुर सुनाउनु भयो नि। त त्यस्तो श्रीमद् भागवतको कुरालाई सुनेर श्री पारब्रह्म लीला रसका यह जो पारब्रह्म लीलाको जुन भागवत छ, त यह जो यो जुन श्रीमद् भागवत छ, तिनको सुनके स्वर्गका ये सब साधना कर। त गुरुजी त तिनके भनेको श्रीमद् भागवतको, सुनके भनेको सुनेर। त तिनके भनेको श्रीमद् भागवतको, सुनके भनेको सुनेर, स्वर्गका भनेको स्वर्गको। अनि गुरुजी श्रीमद् भागवत एउटा अखण्ड दिव्य गोपी कृष्ण लीला प्रेमले परमधामसम्मको साक्षात्कार गर्ने ग्रन्थलाई सुनेर स्वर्गका साधना कर। त स्वर्गका ये सब साधना कर। त ए भनेको ये सबै भनेको सबै, साधना भनेको साधना, कर त भनेको गर्नुहुन्छ। र सबैजना अहिलेसम्म श्रीमद् भागवतको कथा सुनेर स्वर्गको साधना गर्नुहुन्छ। तर श्रीमद् भागवतको लक्ष्य कहाँ छ? अहो भाग्यम नन्द गोप भजौकसाम यन्मित्रम परमानन्दम पूर्ण ब्रह्म सनातनम। त पूर्ण ब्रह्म परमात्मा अब गजेन्द्रले पनि भन्नुभयो नि त तम अक्षरम परम प्रवेशम, तपाईँ त क्षर अक्षरदेखि पर अक्षरातीतमा हुनुहुन्छ त भनेर गजेन्द्रले नि भन्नुभएको छ नि श्रीमद् भागवतमा। त्यसकारण त्यहाँसम्मको लक्ष्य श्रीमद् भागवतको गुरुजी। तर सबैले आएर के गर्नुहुन्छ? स्वर्गको मात्रै साधना गर्नुहुन्छ। त त्यसकारण पछि हामी पढ्छौँ
शास्त्र श्रवण श्री भागवत बुद्धि जागृतको ज्ञान। हजुर हामीले पनि बुद्धि जगाउन भागवत राम्रो सुन्नुपर्छ है सुन्दर साथजी। अब हामीले अघि मैले भने नि जस्तै भ भनेको साकार भक्ति, निराकार भक्ति, प्रेम लक्षणा भक्ति, ग भनेको ज्ञान, परा ज्ञान, अपरा ज्ञान, व भनेको वैराग प्लस वैराग्य, लास्टमा त भनेको त्याग। यो बुझ्नुपर्छ। त्याग भनेको घर व्यवहार संसार छोराछोरी त्याग्नु पर्दैन, तर आफूभित्रको काम क्रोध लोभ मोह छल कपटलाई त्याग्न सक्नै पर्छ सुन्दर साथी। धुन्धुकारीको कथा सुनेर हाँस्ने मात्रै होइन। धुन्धुकारी भनेको मेरै जीवै धुन्धुकारी हो। केही गरे जीव मान्नेवाला छैन। कि मान्छ? मान्दैन। आत्मदेव भनेको परम नामको कथासँग ठ्याकी मिल्छ। सुन्नुहोस्, आत्मदेव पोखरीमा गएर रुँदै थिए, सन्तले आएर संसारमा सुख छैन भनेर मरे सम्झाए, तर मानेनन्। हामीलाई पनि त राज्यले धनी बरजे तिन बेर तब हम माग्या फेर फेर फेर, नजाऊ दुःखको सागर सकियो। त्यहाँ यस्तो हुन्छ, तिमी त खागडु हुन्छौ, कहिले डाइनो दाल बराबर हुन्छौ, सम्झाकै हो। टेरिएन नटेर्ने हुँदा अहिले हालत के भयो? जे भयो आफूलाई भइरहेछ, आफै कसैलाई भन्नै पर्दैन, सबैको आफ्नो हालत थाहा छँदैछ होइन? हो त्यस्तै त आत्मदेव अन्तिममा के भयो भन्दाखेरि सन्तले एउटा फल त दिएको हो नि त, दिएको कि होइन? त्यो फल धुन्धुली भनेको हाम्रो बुद्धि। हाम्रो बुद्धिले त्यो फल लिएको भए त आनन्द हुन्थ्यो नि, हुन्थेन? फल भनेको के? हाम्रोले तारतम सागर श्रीमद् वितक चर्चनी सेवा पूजा के हो? राज्यले दिएको फल हो। तर त्यसलाई ग्रहण गर्नुपर्छ, मनन गर्नुपर्छ। त्यति गरेको बाद धुन्धुलीले पनि कुटाइ खानु पर्थ्यो। त्यसकारण यति बुझ्नु पर्यो, आत्मदेव भनेको मेरै आत्मा हो, धुन्धुली भनेको मेरै बुद्धि हो, धुन्धुकारी भनेको मेरै जीव हो, तुङ्गभद्रा नदी भनेको मेरै उमेर हो। किन? बुद्धि जगाउनु पर्यो नि त। पहिले आप पहिचान अरे साधो। अब राजा परीक्षितलाई 7 दिनको श्राप लाग्यो, हामीलाई कति दिन लाग्यो? त्यही 7 दिनको लागिरहेछ। 7 दिनमा जन्मेको, 7 दिनमा मर्ने। तक्षक भनेको काल, हामीलाई कालले कतिखेर टुक्लुक टोक्छ, सिध्याइ नै हाल्छ। बुद्धि जगाउने मात्रै हो सुन्दर साथी। हामीले एक शब्द सुनेर, ध्रुवको कथा सुनेर हामीले तटस्थता लिनुपर्छ। भरतको कथा सुनेर घरबार छोड्दैमा परमात्मा प्राप्ति हुँदैन। जङ्गलमा गए पनि मृगले भुलाइहाल्यो। हजुर हामीलाई पनि ए माया छ अति बलवन्ती उपनिषे मूल धनी थकी मुनि जनने मना बिहार शिव ब्रह्मादिक नबलाई पार छँदैछ। अनि हिरण्यकश्यपको कथा सुनेर के सिक्नु पर्यो? आफ्नो छोरालाई भक्ति गर्दा हात्तीलाई कुल्च्यायो, दुनियाँ गर्यो नि। हजुर हामीलाई पनि भक्ति गर्दा कसैले राम्रो भन्दैन। तपाईँ हामीहरूले समाजमा राम्रो भएर हिँड्नु, भक्ति गरेर हिँड्नु, कुरा काट्ने मान्छे मात्रै भेटिन्छ। तर त्यति गरे भन्दैमा भक्ति छोडिहाल्नु भयो त? श्री महामतीकै पिछाना देखिए ना किसी की परवाह। कसले के भन्दैछ के छोडिदिनुहोस्, सब आफ्नो भक्ति गर्नुहोस् आनन्द। कोही दे त कसला तुमको, कसैले दुःख दिन्छ भने भलाइ चाहनु त्यसलाई होइन? त अब गुण काँडे गुण गरे, सब अवगुण छोडेर गुण ग्रहण गर्नुपर्छ। हजुर हामीले त त्यो एक शब्दले हामीले के गर्नु पर्यो? बुद्धि जागृत गराउनु परेन? हो त्यसै कारणले देवचन्द्रजीले भन्नुभयो त तपाईँहरू त श्रीमद् भागवतको यस्तो परम ज्ञान सुन्न स्वर्गको साधना गर्नुहुन्छ भनेर भन्नुभयो। अब 32 नम्बरमा तब कान्छी भट्टे कया देवैनका उत्तर। तब भनेको तब, कान्छी भट्टे भनेको कान्छी भट्टले, कया भनेको भन्नुभयो देवैनका उत्तर। देव भनेको दिनुहोस्। यिनका अब ल देवचन्द्रजीले तपाईँहरूलाई जुन कुरा राखिहाल्नु भयो उहाँलाई एन्सर दिनुहोस्। उहाँले भन्नुभयो श्रीमद् भागवत सुनेर तपाईँले स्वर्गको साधना गर्नुहुन्छ। एकादशी माताजीको भक्ति भनेको स्वर्गसम्मको भक्ति मात्रै हो, तर श्रीमद् भागवतको भनेको त अखण्ड दिव्य परमधामसम्म जाने भक्ति हो भनेर देवचन्द्र भनेपछि कान्छी भट्टले तब कान्छी भट्टे कया। तब भनेको तब, कान्छी भनेको कान्छी, भट्टे भनेको भट्टजीले, कया भनेको भन्नुभयो कान्छी भट्टले भन्नुभयो देव यिनका उत्तर। देव भनेको दिनुहोस्, यिनका भनेको यिनको उत्तर। ल ठिक छ, तपाईँहरूले त अघि देवचन्द्रजीको तपाईँहरूले किन कथा नखोलेको, किन किताब नखोलेको, यी व्यक्तिले तपाईँलाई के रोजगार दिन्छन्, किन तपाईँ पढाउनु नबुनुवाई भनेर तपाईँहरूले मलाई एन्सर गर्नुभएको थियो नि। ल दिनुहोस् एन्सर। अब उहाँले जुन गरेको प्रश्नको भनेर तब कान्छी भट्टे कया देव यिनका उत्तर। 30 नम्बरमा 32 नम्बरमा कान्छी भट्टले भन्नु यिनको उत्तर दिनुहोस्। ल तपाईँहरू एन्सर दिनुहोस् भनिसकेपछि अब के भन्नुहुन्छ भन्दा जवाब न आया काहुँको। देवचन्द्रले सोध्नुभयो एकादशी माता कहाँबाट प्रकट हुनुभयो थाहा छ तपाईँहरूलाई? त्यो पनि साउजीहरूलाई थाहा छैन, केही पनि विचार आउने कथा सुन्ने सुनेसो गर्ने हिँड्ने। अनि श्रीमद् भागवतको अर्थ के हो थाहा छ? त्यो पनि थाहा छैन। श्रीमद् भागवत कसले लेखेको, कसले बनेको त्यो पनि थाहा छ? त्यो पनि थाहा छैन। कति अध्याय स्कन्द श्लोक छन् त्यो थाहा छ? त्यो पनि थाहा छैन। श्रीमद् भागवतको महत्त्व के हो त्यो पनि केही थाहा छैन उहाँहरूलाई भनेपछि त जवाब नआया काउको। जवाब भनेको जवाब, नआया भनेको आएन, काउको भनेको लेख्नुला कसैको पनि, कसैलाई पनि यो प्रश्नको एन्सर एकादशी माता र श्रीमद् भागवतको विषयमा सोद्धा आएन।
अनि धन्य धन्य कया युं करह। अनि सबैले के भने देवचन्द्रजी हजुरको धन्य धन्य होस्। आजसम्म हामीले कति वर्ष कथा त सुन्यो, 12 वर्ष कुकुरको पुच्छा ढुङ्गामा राख्यो बाङ्गोको बाङ्गै। हामी पनि त्यही हो, जति पाठ गरे पनि जति सेवा गरे पनि भित्र शुद्ध हुँदैन, अर्का कुरा गर्न छोडिँदैन, अर्काको निन्दा गर्नु छोडिँदैन। त्यही त हो नि, यही त आने प्रसङ्ग आएन त, त्यही आयो आएन। अनि देवचन्द्रजी हामी त यत्रो वर्षसम्म भागवत सुनिछौँ तर जवाब न आए काउको धन्य धन्य कया युं कर। जवाब आएन र धन्य छे देवचन्द्रजी, हजुरले त यत्रो परम अखण्ड परमधामको ज्ञान दिनुभयो। सब जय जयकार पो गर्न थालेको। युं कर भनेको यस्तो प्रकारले लेख्नु, धन्य धन्य भनेको धन्य धन्य, कया भनेको भन्नुभयो, युं कर भनेको यस्तो प्रकारले देवचन्द्रजी महाराजको सबले त्यहाँको कान्छी भट्टको जुन श्रोताहरूले धन्य धन्य जय जयकार गर्नुभयो। अब इन भात चर्चा मिने रहत हे एक रस। अब 32 सम्म है जानु होला। त इन भात भनेको यस्तो प्रकारले, चर्चा मिने भनेको चर्चामा, इन भात भनेको यस्तो प्रकारले, चर्चा भनेको कथाको चर्चा, मिने भनेकोमा, यस्तो प्रकारले कथाको चर्चामा। अब रहत है एक रस। अब देवचन्द्रजी महाराज रहत है भनेको रहनुहुन्छ, एक रस भनेको एक प्रेम। कहिले पनि देवचन्द्रजी महाराजको कथा श्रवणमा प्रेम घट्नेवाला छैन। आनन्दसँग प्रेमसँग भावसँग श्रवण गर्नुहुन्छ। अरू त आउँछन् उठ्छन् जान्छन् एकछिन बस्छन् होइन, हाम्रो पनि त्यस्तै हुन्छ नि। कोही के हेर्छु म यसो कथामा, कोही सुन्दर साथी बिचरा आँखा बन्द गरेर कथामा बस्नुहुन्छ, 2 घन्टा 3 घन्टा आसनमा बसेर नहल्लिकन। कोही सुन्दर साथी यसो कथामा आएर बस्नु भएको छैन, पछाडि गोजीमा हात हाल्यो, मोबाइल निकाल्यो, सुरु गरिहाल्यो होइन। कोही कथा मण्डपमा पुग्न पाइएको छैन, गुरुजीहरूलाई प्रणाम भएको छैन, अघि फोटो खिच्ने भिडियो सिडियो सुरु हुन्छ। तर बितकबाट सिक्नु पर्यो हामीले, कथा श्रवण कसरी गर्नु पर्यो। इन भात चर्चा मिने रहत एक रस। देवचन्द्रजी महाराज त एक रस, एक भाव, एक प्रेममा आनन्दै एउटा आसनमा बस्नुभयो, सुन्नुहुन्थ्यो। निर नयनौ झरत हे लेख्नुहोला। निर भनेको आँसु लेख्नुहोला। निर भनेको पानी अथवा आँसु, निर भनेको आँसु, नयनौ भनेको आँखाबाट, झरत हे भनेको झरिरहन्छ। जबसम्म देवचन्द्रजी महाराज कथा श्रवण गर्नुहुन्छ कान्छी भट्टको मुखारविन्दबाट, तबसम्म कथा सुनुन्जेल के लाग्छ, आँखाबाट आँसु झरिरहन्छ। आँखाबाट भनेको हे राजी, अब हजुर हामीमा पनि हुनु पर्यो नि, परेन? हजुर हामीमा पनि यो भाव आउनु पर्यो नि। हे राजी, हँसिए रोइए पढिए हे राजी, केही गर्दा पनि हाँस्दा पनि हुँदैन, रुँदा पनि हुँदैन, केही गरे पनि यो माया भवसागरले छोडेन। कसरी पार पाउने होला, कसरी हजुरको चरणमा आउने होला, कसरी जलमे नइए कोरे रहिए जागिए माहे सुपन्न गर्न सकिएला हे मेरो राजी भनेर शब्द सुन्दै पछि हजुर हाम्रो पनि हृदय द्रवित हुनु पर्यो सुन्दर साजी। अब यहाँ त राज्यको भक्ति कस्तो हुन्छ भने आनन्दे रोता रमिए। जो ब्रह्म सृष्टि छ नि ऊ त आनन्दमा रुँदै रुँदै भक्ति गर्ने हो सुन्दर साजी। उसलाई कसैले निन्दा गरे पनि मतलब छैन, कसैले सम्मान गरे पनि मतलब छैन, कसैले अपमान गरे पनि छैन। हजुर हामी पनि यो शब्दले के सिकायो? प्राणनाथजीले के भन्नुभयो? मै तो बिगडिया विश्व ते बिछोडिया मेरो डिग मत आओ कोही। हे सुन्दर साजी, म त बिग्रेको मान्छे हो, म त विश्वबाट छोडिएको मान्छे हो, म त पतितनको शिरोमन काव्य, म त पतितमा पनि पतित भइसकेको हो। मेरो अगाडि कोही पनि नलाग्नु होला, मेरो पछाडि लागेर कोही पनि नहिँड्नु होला। हेर्नुहोस् कत्रो भाव होला। आज हामी छातीमा हात राखेर भन्न सक्छौँ यो कुरा? म त बिग्रेको मान्छे, म त खराब मान्छे हो, म पतित हो भन्न सकिन्छ कसैले? त्यति भन्न सकिँदैन भने हामी कसरी ब्रह्म सृष्टि भइयो? हुन सक्नु पर्यो नि। हुई ऋण समान राज्यको चरणमा बालुवाको कोण बराबर हुनु पर्यो नि सुन्दर साजी। एकछिन एउटा सत्सङ्गमा गएर भजन गाएर हाँसेर हाहु गरेर यसो कार्यक्रम चलाउँदैमा परमधाम पुगिँदैन। परमधाम पुग्न धेरै त्यति सजिलो पनि छैन, त्यति अप्ठ्यारो पनि छैन। परमधाम जान विचार गर्नुहुन्छ नि। देवचन्द्रजी महाराज र विचारा प्राणनाथजीमा केही गल्ती त थिएन। बिचमा आएर भिलेन खेल्ने भए बालबाई र बिहारी, गुरु शिष्यमा बोलचाल बन्द भयो। बिचारा अन्तिममा परमधाम जाने बेलामा देवचन्द्रजी महाराजले म त परमधाम जान सकिनँ, मेरो कारणले इन्द्रावतीको आत्मा रुँदैछ। हेर्नुहोस् हामीले एउटा अन्जानको गल्तीले सुन्दरबाईको कारणले इन्द्रावतीको दिल दुख्यो, परमधामको दरवाजा बन्द भयो। त्यही भएर बाणीमा भन्नुभयो दुःख न देऊ फुल पाखडी, म त सुन्दर साथलाई एउटा सानो फुलको पुष्पले टिपेर फ्याट्ट हान्दा पनि दुःख दिन चाहन्न। भनेपछि हजुर हामी कति होसियार हुनु पर्ला। त्यतिकै परमधाम पुग्न गाह्रो छ सुन्दर साजी। यहाँ त्यसैबाट निर नैनौ झरतै, हामीले पनि निर भनेको आँसु, नैनौ भनेको आँखाबाट, झरतै भनेको झरिरहन्छ। कान्छीबाट कथा भनिरहनुहुन्छ, देवचन्द्रजी महाराजको त आँसु बिन्दित भएर आँसु झरिरहन्छ आँखाबाट।
कान्छी भट्ट पनि छक्क पर्नुहुन्छ, कस्तो खालको श्रोता मेरो, आजसम्म यस्ता श्रोताहरू त कोही पनि आएका थिएनन् मेरो मण्डपमा, पहिलोचोटि यो के होला भनेर। जो बाणी सुने सरस, जो बाणी भनेको शब्द, सुने भनेको सुन्नुहुन्छ, सरस भनेको राम्रो, राम्रोसँग श्रीमद् भागवतको कथा सुन्दै जानुहुन्छ। कथा सुन्दै जानुभयो, ध्रुवजीको कथा सुन्नुभयो, सौतेनी आमाको वचनले गर्दा घर छोडेर जानु पर्यो, त्यो कथा सुन्दा पनि मन दुखी हुन्छ। अनि फेरि प्रह्लादजीलाई बाउले आगोले हात्तीले कुल्च्याएको दुनियाँ गरेको भक्ति गर्दाखेरि कष्ट दिएको सम्झिनुहुन्छ, त्यतिखेर पनि रुन थाल्नुहुन्छ। अनि जब चाहिँ तपाईँको गोपी र कृष्णको कथा सुन्नुहुन्छ, कृष्णको वियोगमा जब गोपीहरू रुन थाले आफू पनि रुन थाल्नुहुन्छ, कृष्ण अन्तर्ध्यान भएको प्रसङ्ग सुन्नुहुन्छ आफू पनि रुन थाल्नुहुन्छ, त्यो भाव हो सुन्दर साथी। तर हामी त सुन्दर साथ भन्छौँ, आजसम्म हामीलाई बानी पढ्दा ती शब्दले छोइरहेको छ कि छैन, मेरो हृदयलाई टच भइरहेको छ कि छैन। यसो सेवा पूजा गर्दा आज राज्यको चरणमा मेरो दुई थोप आँसु, मेरो अश्रु राज्यको चरणमा पऱ्यो कि परेन, मेरोमा भाव कस्तो आयो। जिउ जिउ गरिबी लियो साथमे, त्यौँ त्यौँ धनीको पावेमान भएको छ कि छैन। जे गरे पनि राज्यलाई कम्ती सम्झिनुपर्छ सुन्दर साथी। जे भए पनि राज्यलाई मैले केही गर्न सकिनँ, राज्य हजुरलाई मैले एउटा चिज भोग लगाउन सकेँ, 56 भोग लगाउन सकिनँ, अब रङ बिरङका विभिन्न सुन्दर बागा वस्तु लगाउन सकिनँ होला, मेरो राज्य हजुरलाई कस्तो चाहना थियो मैले पुर्याउन सकिनँ होला। जिउ जिउ गरिबी लियो साथमे, हजुर हामीमा पनि यो भाव आउनुपर्छ सुन्दर साथी, नत्र हामी ब्रह्म सृष्टि हामी हुन सक्दैनौँ। छत्रसालजी महाराजले त कायको गिनावे आफूको साथमे भन्नुभयो, के आफूलाई सुन्दर साथमा गनाउनु मैले, के म कसरी अजुन भए सिरदार, म कसरी सिरदार सखी भएँ, त्यो भाव यहाँ पनि आयो नि। निर नैनौ झरतै जो बाणी सुने सरस, सुम राम्रो बाणी सुन्नुहुन्छ श्रीमद् भागवतमा, आँखाबाट रुँदै रुँदै आँसु बिन्दित भएर श्रवण गर्नुहुन्छ। र यसरी श्रीमद् भागवतको पहिलो अध्यायदेखि लिएर लास्टको 12 स्कन्धसम्म कथा श्रवण गर्नुभयो। र श्रवण गरिसकेपछि यूँ 14 वर्ष निष्ठाबन्ध, कति वर्ष, 14 वर्षसम्म सुन्नुभयो, एक एक शब्द गरेर एक एक शब्द सुन्नुभयो श्रीमद् भागवतको महात्म्यदेखि लिएर। यूँ भनेको यस्तो प्रकारले 14 वर्ष भनेको 14 वर्ष, निष्ठा भनेको नियमबन्ध भनेको बाँधिएर, एकदम नियममा बाँधिएर, 14 वर्षसम्म एकदम नियममा बाँधिएर। हजुर हामी पनि कथा श्रवण गर्दा हामी अहिले यहाँ प्रशिक्षण लिँदैछौँ नि सुन्दर साथी, एउटा नियम हुनुपर्छ। म त हेर्छु कहिलेकाहीँ क्लास सकिएको छैन, अघि तपाईँहरू 17, 18, 25 जनामा अर्जी बोल्ने बेलामा 4 जना, 5 जना, 6 जना हुन्छ। यत्रो बेर प्रशिक्षण गरेर एउटा राज्यलाई अर्जी टक्राउन सकिएन भने हामी कसरी ब्रह्म सृष्टि। एउटा डिट हुनुपर्छ सुन्दर साथी, निष्ठा हुनुपर्छ। चोर बाख्राले घाँस खाए जस्तो घाँसले कहिले पनि आत्मकल्याण हुँदैन। चोर बाख्रा यता पनि जान्छ, अलिअलि खान्छ, उता पनि खान्छ, उता पनि खान्छ, लास्टमा कतैको ज्ञान पनि पुऱ्याउँदैन। त त्यस्तै यहाँ देवचन्द्रजी महाराजको जस्तो निष्ठा हुनुपर्छ राज्यपट्टि, हेर्नुहोस् एउटा तटस्थता हुनुपर्छ। यूँ 14 वर्ष निष्ठा भनेको नियममा बन्द भनेको बाँधिएर, वचन ग्रहे सबसार, वचन भनेको भागवतको वचन, ग्रहे भनेको लेख्नुहोस् ग्रहण गर्नुभयो, लेख्नु होला, ग्रहे भनेको ग्रहण गर्नुभयो। यसरी 14 वर्षसम्म गुरुजीसँग बसेर के गर्नुभयो भन्दाखेरि ग्रहण गर्नुभयो। सब भनेको सम्पूर्ण, सार भनेको महत्त्व, लेख्नु होला। श्रीमद् भागवतको महत्त्व के गर्नुभयो, एक एक महत्त्व, एक एक अध्याय, श्लोक श्लोक श्रवण गर्नुभयो। 14 वर्ष निष्ठासँग यसरी गर्नुभयो। अनि गरिसकेपछि या उपरान्त कृपा भई ताको कहूँ विचार, तब त्यति गरिसकेपछि लालदासजी महाराज भन्नुहुन्छ, लेख्नु होला, या भनेको जब ठिक छ, या भनेको या, उपरान्त लेख्नु होला, उपरान्त भनेको अन्त्यमा। अब यति गरिसकेपछि उपरान्त भनेको अन्त्यमा, कृपा भनेको दया भई भनेको भयो। यति कथा श्रवण गरेपछि राज्यको के भयो, दया भयो, लेख्नुला। या भनेको या, उपरान्त भनेको उपअन्तमा। यत्रो 14 वर्ष श्रवण गरिसकेपछि कृपा भनेको कृपा, भई भनेको भयो, कृपा भयो, ताको भनेको त्यसको, कहूँ भनेको भन्दैछु, विचार भनेको विचार। अब म त्यसको विचार गरेर भन्दैछु सुन्दर साथजी भनेर लालदासजी महाराज भन्दै हुनुहुन्छ। त्योभन्दा माथि कस्तो कृपा भयो भन्ने कुरा हजुरलाई भन्दैछु भन्नुहुन्छ। त त्यस कारण अब 35 नम्बरमा महामती कै साथजी ए नौतनपुरी की हकीकत। 35 नम्बरमा महामती भनेको स्वामी श्री लालदासजी महाराज, महामती भनेको स्वामी श्री लालदासजी महाराज, लेख्नु होला। कहे भनेको भन्दै हुनुहुन्छ,
ए साथजी भनेको ए सुन्दर साथजी लालदासजी महाराज भन्नुहुन्छ ए सुन्दर साथजी ए नौतनपुरी की हकीकत। ए भनेको यो, नौतनपुरी भनेको नौतनपुरीको लेख्नु होला, बुझिहाल्नुहुन्छ। हकीकत भनेको वास्तविक लेख्नु होला। हकीकत भनेको वास्तविक, यो चाहिँ नौतनपुरीको वास्तविक कुरा हो। देवचन्द्रजी महाराजजीले कथा श्रवण गर्नुभएको एकदमै वास्तविक कुरा कहाँको हो? नौतनपुरीको है सुन्दर साथजी भनेर भन्नुभयो, लेख्नु होला। एउटा शब्द अप्ठ्यारो छ। और भी आगे की कहूँ, और भनेको अरू लेख्नु होला। और भनेको अरू, भी भनेको पनि, और भनेको अरू, भी भनेको पनि, आगे की भनेको अगाडिको। ठिक छ। आगे की भनेको अगाडिको, कहूँ भनेको भन्दैछु, कहूँ भनेको भन्दैछु हे सुन्दर साथजी भनेर लालदासजी महाराज भन्नुहुन्छ। और अगाडिको पनि म भन्दैछु, भई जो बितक इत, त भई भनेको भयो, जो भनेको जो, बितक भनेको बितक, इत भनेको यहाँ। जुन योभन्दा अगाडिको पनि जुन बितक भयो त्यो पनि म हजुरलाई भन्दैछु है। देवचन्द्रजी महाराजले कथा 14 वर्ष कथा श्रवण गरिसकेपछिको पनि अब कुरा अगाडि भन्दैछु। त्यसकारण महामतीका साथजी, महामती सुन्दर साथजीले भन्नुहुन्छ यो नौतनपुरीको हकीकत, यो नौतनपुरीको वास्तविक कुरा हो। और भी आगे की कहूँ, और भनेको और, भी भनेको पनि, आगे भनेको अगाडिको, कहूँ भनेको भन्दैछु। भई जो बितक इत, भई जो बितक भएको छ त्यो कुरा म के गर्दैछु तपाईहरुलाई भन्दैछु है सुन्दर साथजी भनेर भन्नुहुन्छ। ठिक छ। यसको प्रसंग आज हामी सक्नेछौँ र यो 35 नम्बर सँगसँगै हाम्रो 5 नम्बर प्रकरण पूरा हुन्छ। अब 6 नम्बर प्रकरणमा जानु होला। प्रसंग त्यही हो, सँगसँगै ब्रेकमाथि खातामा लेख्नु होला प्रकरण 6 भनेर, बुझिहाल्नुहुन्छ भरे। अब जब लालदासजी महाराजले त यति गरिसकेपछि 6 नम्बर प्रकरणको पहिलो चौपाईमा के भन्नुहुन्छ भन्दा, अब कहूँ श्री देवचन्द्र जी की सो बाते मूल बुजरक। देख्नु ल, अब 6 नम्बर प्रकरणको पहिलो चौपाई है। अब भनेको अब, कहूँ भनेको भन्दैछु, अब म भन्दैछु सुन्दर साथजी श्री देवचन्द्र जी की। अब म देवचन्द्र जी को विषयमा भन्दैछु सुन्दर साथजी। तर के भन्दैछु भन्नुहुन्छ, जो बाते, जो बाते भनेको जो कुरा, जुन यो भन्दा अहिले म हजुरलाई भन्दैछु नि, जो भनेको जो, बाते भनेको कुरा, मूल भनेको मूल लेख्नु होला, बुजरक भनेको श्रेष्ठ। एकदम मूल कुरा हुनेछ अनि बुजरक भनेको श्रेष्ठ कुरा हुनेछ है। अब मैले अगाडि भनेको कुरा चाहिँ सुन्दर साथजी भनेर भन्नुहुन्छ। त 14 वर्ष कथा श्रवण देवचन्द्रजीले एक एक श्लोक श्लोक कथा सुनिसकेपछि अनि भन्नुहुन्छ, अब कहूँ देवचन्द्रजी की, अब देवचन्द्रजीको विषयमा भन्दैछु। जो बाते मूल बुजरक, जुन कुरा मूल हुनेछ अनि बुजरक भनेको श्रेष्ठ हुनेछ। जो मेहेर सयौं पर, लेख्नु होला। जो भनेको जो बुझिहाल्नुहुन्छ, लेख्नु होला। मेहेर भनेको कृपा, जो भनेको जो, मेहेर भनेको कृपा, सयौं भनेको सखीहरू, पर भनेको माथि लेख्नु होला। जुन मेहेर भने जो भनेको जो, मेहेर भनेको कृपा, सयौं भनेको सखीहरू, पर भनेको माथि, सखीहरूको माथि। जुन कृपा सखीहरूको माथि, करी भनेको गर्नुभयो, करी, करी भनेको गर्नुभयो। शुभानुल भनेको कृपालु लेख्नु होला। शुभानुल, शुभानुल भनेको कृपालु अथवा दयालु जसरी लेख्नु होला। शुभानुल भनेको कृपालु दयालु। हक्क भनेको स्वयं राज्य परमात्माले, स्वयं राज्य परमात्मा श्री कृष्णले जुन सखीहरूको माथि कृपा गर्नुभयो त्यो कुरा तपाईहरुलाई भन्दैछु भन्नुहुन्छ है। अब यहाँ चाहिँ बुझ्नु होला। अब कहूँ श्री देवचन्द्र जी की, अब देवचन्द्र जी को कुरा भन्दैछु। जो बाते मूल बुजरक, जुन मूल हुनेछ अनि बुजरक भनेको अति नै श्रेष्ठ हुनेछ। जो मेहेर सयौं पर, जो भनेको जो, मेहेर भनेको कृपा, सयौं भनेको सखीहरू, पर भनेको माथि। जुन सखीहरूको माथि परम कृपा भयो, करी भनेको गर्नुभयो, शुभानुल भनेको कृपालु, हक भनेको परमात्मा राज्यले जुन सखीहरूको माथि गर्नुभएको परम कृपा छ त्यसको विषयमा भन्दैछु भन्नुभयो है। पहिलो चौपाईमा लालदासी महाराजले दुईटा शब्द छ अप्ठ्यारो। शुभानुल भनेको कृपालु दयालु, हक भनेको राज्य परमात्मा, त्यति मात्रै है। अब 2 नम्बर चौपाईमा
जब 14 वर्ष निष्ठाबन्ध सुनसिरी भागवत भन्दै हुन्छ लालदासी महाराजजी। जब 14 वर्ष चाहिँ निष्ठा भनेको निष्ठामा, बन्ध भनेको बाँधिएर, जब 14 वर्षसम्म एकदम नियममा बाँधेर एउटै आसनमा बसेर व्रत गरेर समर्पित भावले देवचन्द्रजी महाराजले जुन कथा श्रवण गर्नुभयो, सुना श्री भागवत, सुना भनेको सुन्नुभयो, श्री भागवत देवचन्द्रजी महाराजले 14 वर्ष निष्ठाबन्ध एउटा आसनमा बसेर के गर्नुभयो, श्रीमद् भागवत सुन्नुभयो। अब मुनतिर भन्नुहुन्छ चित्त आवेश लीला भई लेख्नु होला। चित्त भनेको चित्तमा लेख्नु होला। चित्त भनेको चित्तमा, आवेश भनेको शक्ति लेख्नु होला। आवेश भनेको परमात्माको शक्ति, जोश आवेश भनिन्छ नि, त्यो शक्ति हो। आवेश भनेको परमात्माको शक्तिको अथवा आवेश शक्ति भयो। त आवेश भनेको परमात्माको शक्ति, ब्राकेटमा लेख्नु, अवतरण लेख्नु। अवतरण भनेको अब परमात्मा पनि यो संसारमा के गर्दै हुनुहुन्छ, म आउँछु भन्नुभएको थियो नि त, थिएन त? हो, मामुको तमै एक्ला तपाईँलाई एक्लै छोड्दिन, म आउनेछु त भन्नुभएको थियो नि त। त्यसकारण चित्त भनेको चित्तमा, आवेश भनेको परमात्माको शक्तिको, लीला भनेको लीला, भई भनेको भयो। 14 वर्ष कथा श्रवण गरिसकेपछि परमात्माको शक्तिको आवेश लीला के हुने भयो। अब सब नजरौँ आई त लेख्नु होला। त सब भनेको सम्पूर्ण, नजरौँ भनेको दृष्टिमा। अब देवचन्द्रजी महाराजको दृष्टिमा सम्पूर्ण 14 वर्ष कथा श्रवण गरिसकेपछि नजरौँ भनेको दृष्टिमा, आई भनेको आयो, इ त भनेको यहाँ। त कान्छी भट्टको मन्दिरमा बस्नु भएको छ, कथा सुनिराख्नु भएको छ, तर देख्नु होला नजर भनेको दिव्य दृष्टिमा भनेर लेख्नु। अब छन त बाहिरी दृष्टि पनि छ, तर त्यो होइन, आन्तरिक दृष्टि, दिव्य दृष्टिमा परमात्माको शक्तिले देवचन्द्रजी महाराजलाई परमधामको विषयमा सङ्केत झझल्को हुन थाल्यो 14 वर्ष कथा श्रवण गरिसकेपछि। त्यसकारण भन्नुहुन्छ जब 14 वर्ष निष्ठाबन्ध, 14 वर्ष निष्ठा, 14 नियमसँग कथा सुन्नुभयो, सुना श्री भागवत श्रवण गर्नुभयो, चित्त आवेश लीला भयो। चित्तमा आवेश परमात्माको शक्तिको के भयो, लीला भयो। सब नजरौँ, सब भनेको सम्पूर्ण, नजरौँ भनेको दृष्टिमा, आई भनेको आयु, त भनेको सम्पूर्ण दृष्टिमा त्यो परमधामको प्रेम तत्त्वको विषयमा दृष्टिमा अङ्कित भयो। कसलाई? देवचन्द्रजी महाराजलाई। 2 नम्बरमा। अब 3 नम्बरमा जानु होला। तब कसनी भई आकारको, अब भित्रबाट आवेश पनि भयो, शक्ति पनि प्राप्त हुन लागेको थियो, तर तब भनेको तब, कसनी भनेको कष्ट लेख्नु होला। कसनी भनेको दुःख कष्ट, भई भनेको भयो, कसनी भनेको कष्ट दुःख, भई भनेको भयो, आकारको भनेको शरीरको। अब 14 वर्ष कथा सुनिसकेपछि परमात्माको आवेश लीला हुने समय त भयो, तर आवेश लीला हुने बेलामा तब भनेको तब, कसनी भनेको कष्ट, भई भनेको भयो, आकारमा कष्ट भयो भनेको परमात्माको। कसनी भनेको कष्ट, ब्र्याकेटमा लेख्नु, परीक्षा भनेर लेख्नु। अब राज्यको परीक्षा हुन्छ हेर्नुहोस् तपाईँ, हामीलाई पनि पल पलमा परीक्षा हुन्छन् राज्यका। राज्यले हामीलाई परीक्षा गरिराख्नु भएको छ। तब कसनी भई आकारको, तब शरीरमा के भयो, साह्रै कष्ट भयो, आकारको भनेको शरीरको। इन समय इन ठौर, इन समय भनेको यो समयमा, इन भनेको यो समय भनेको समयमा, इन भनेको यो, ठौर भनेको ठाउँमा। यो ठाउँमा आएर, यो अवस्थामा आएर देवचन्द्रजी महाराजलाई धेरै ठुलो राज्यको परीक्षा भयो, शरीरमा कष्ट भयो। अहिलेसम्म 14 वर्षमा एक दिन टाउको पनि दुखेन, ज्वरो पनि आएन, केही पनि भएन, तर 14 वर्ष पूर्ण गरिसकेपछि के भयो, तब कसनी भई आकारको, तब किन कष्ट भयो शरीरको। इन समय इन ठौर, यो समय यो समयमा, यो ठाउँमा। पर नजरौँ कछु न आइया भनेको लेख्नु होला। पर भनेको तर लेख्नु होला। पर भनेको तर, नजरौँ भनेको दृष्टिमा, पर भनेको तर, नजरौँ भनेको दृष्टिमा, कछु भनेको केही पनि, नआइया भनेको आएन। बिचारा अब त्यत्रो परम नामको त प्रेम त भित्र त अङ्कित भइसकेको थियो, तर शरीरमा कष्ट भइसकेपछि बिचारा के भयो, सब दृष्टि चाहिँ बुद्धि कता लाग्यो, शरीरको कष्टमा गयो नि त, गएन? त
तपाईँ हामी पनि अध्ययन गरिराखेको बेलामा अहिले यसो घुँडा दुख्यो भने सम्पूर्ण दृष्टि कता जान्छ? कता जान्छ? आइया भनौँ घुँडातिर लागिहाल्यो, लागेन? कसैको ढाड दुख्यो भने ढाडतिर गयो होइन? आत्मा त पुगिरहेको थियो, परमानन्द लिइरहेको थियो आत्माले होइन, तर सट्टै घुमेर त्यो शक्ति केमा जान्छ? शरीरमा जान्छ नि। त्यस्तै देवचन्द्रजी महाराजको पनि त के भयो भन्दाखेरि तब कसनी भई आकारको इन समय ठाउँ र पर कछु नजर, तर केही पनि यो दृष्टिमा आएन। त्यो कष्ट भए पनि है, तर भित्रबाट कष्ट भइरहेको छ देवचन्द्रजी महाराजलाई, र पनि कष्ट भए जस्तै लाग्दैन, भित्रबाट परम आनन्द लागिरहेको छ। दज्जाल लड्ने लगा जोर, लेख्नु होला। दज्जाल भनेको माया, दज्जाल भनेको माया, लड्ने भनेको लडाईँ। दज्जाल भनेको माया, लड्ने भनेको लडाईँ, लगा भनेको लाग्यो जोडसँग। एकदम माया दज्जाल लागेर अब जोडसँग लडाईँ गर्न थाल्यो भनेको शरीरमा एकदम कष्ट दिन थाल्यो। ठिक छ। एकदमै शरीरमा 14 वर्ष भाग सुनिसकेपछि अब शरीरमा एकदमै कष्ट भयो। तब कसनी भई आकारको शरीरको साह्रै धेरै कष्ट भयो। तब इन समय इन ठाउँ र त यो समयमा यो ठाउँमा आएर देवचन्द्रजी महाराजलाई धेरै ठुलो राज्यको परीक्षा भयो। सुन्न साथी, हजुर हामीलाई पनि राज्यको भक्ति गर्दा सत्सङ्ग गर्दा ठुल्ठुला परीक्षाहरू कहिलेकाहीँ आइपर्छन्, जीवनमा आउँछन्, तर अनुभव हुन्छ। मैले चाहिँ मेरै लाइफमा पनि 2-3वटा भयङ्कर भयङ्कर गाडी एक्सिडेन्टका कसनीहरू मैले भोगिसकेको छु, अनुभव गरिसकेको छु। तर जब हामीलाई राज्यको दया हुन्छ, कृपा हुन्छ भने मायामा धेरै ठुल्ठुला सङ्घर्षहरू पनि आइपुग्छन्, अप्ठ्यारा बाधा पनि आउँछन्, तर हामीले राज्यको यो के सम्झिनुपर्छ? परीक्षा सम्झिनुपर्छ। मलाई आज यो मायाले दुःख दियो भनेर सम्झिनु हुँदैन। राज्यले मलाई परीक्षा लिनुभयो, अब यो परीक्षामा म पास हुन्छु कि फेल हुन्छु भन्ने कुरा चाहिँ आफूमा रहन्छ। त्यसकारण तर पर नजर केही शरीर कष्ट भइरहेको छ देवचन्द्रजीमा, तर शरीर केही आएको छैन दृष्टिमा, र पनि मायाले के गर्न थाल्यो? धेरै दज्जाल लड्ने लगा जोडसँग लडाइँ गर्न थाल्यो। केले त मायाले 3 नम्बर चौपाइमा यसरी। र हजुर हामीलाई पनि यो कथाले सिकायो, राज्यको भक्ति गर्दा प्रेम गर्दा, अघि सुनेर आउनुभयो प्रहलादजीलाई पनि कष्टै भयो, र राज्यको भक्तिमा सुख कहिले हुँदैन, र राज्यको परम भक्ति गर्ने मान्छेले सुख चाहनु पनि हुँदैन। हजुर हामीले दुःखै चाहनुपर्छ, किन दुःख बिना नहोबे जागने। त दुःख त हमारो आहार है, दुःख त ब्रह्म सृष्टिको आहार हो। दुःख हो, संसारमा परीक्षा आउँछन्, तर राज्यले दुःखसँगै लिनुहुन्छ। सुनलाई पनि नतताई नगालिकन नपिटिकन गहना भन्दैन। हामीलाई पनि मायाले राज्यले धेरै परीक्षा दिएर परम तत्त्वसम्म पुर्याउनुहुन्छ भन्ने 3 नम्बर चौपाइको भाव हो। सुन्दर साजी, र हिजो अस्ति लाइनले हामीलाई साथ नदिएर हामीले राम्ररी क्लासलाई पूर्ण गर्न सकिनौँ, र आज हामीले श्रीमद् विकटको 5 प्रकरणको 20 नम्बर चौपाइदेखि 35 नम्बर चौपाइसँग पूर्ण गरेका छौँ, र फेरि हामीले 6 नम्बर प्रकरणको पनि 3 नम्बर चौपाइसम्म क्लास आज पूर्ण गरेका छौँ। र देवचन्द्रजी महाराज एकदम बिमारी अवस्थामा हुनुहुन्छ, र एकदम 14 वर्ष कथा सुनेपछि एकदम रोगले देवचन्द्रजी महाराजलाई एकदम कष्ट दिएको प्रसङ्गसम्म हामीले आज अध्ययन गरेका छौँ। र सुन्दर साथी, यो कुनै हाम्रो कथा होइन, यो हाम्रो कुनै सत्सङ्ग होइन। सुन्दर साथी, यो हाम्रो 4 वर्षदेखि यसै गरी सेवा पूजा विराट चर्चनी गरेर यसै गरी हाम्रो यो प्रशिक्षण क्लास हो, यो चाहिँ तालिम हो। हामीलाई पनि गुरुजीहरूले यति गहिरो गरी यति अध्ययन गराएर चाहिँ पढाएको होइन, सरसरी भनिदिनु भएको। तर मैले सबै जानेको छु पनि म भन्दिनँ। सुन्दर साथी, जति राज्यले दिनुभएको छ, मेरो उद्देश्य जति पनि सुन्दर साथलाई घर घर जागनिक सबैलाई जान्ने बनाऊ, परम तत्त्वमा पुग्ने बनाऊ भन्ने हाम्रो श्रीकृष्ण धर्म जागरी प्रशिक्षण ग्रुपको उद्देश्य हो, र 4 वर्षदेखि अनवरत रूपमा चलिरहेको छ। र सबैजना जोडिएर मैले अघि भने निष्ठा चाहिँ हुनुपर्छ। सुन्दर साथी, यताउता लर्याङ बर्याङ भयो भने कहिले पनि परम तत्त्व लिन सकिँदैन। देवचन्द्रजीको जस्तो निष्ठाबन्ध हुनुपर्छ, एकदम नियममा बसेर, आचरणमा बसेर, भक्तिमा बसेर प्रेम साथ भक्ति गर्नुपर्छ भन्ने आजको प्रसङ्ग। श्रीमद् वित्तको 6 प्रकरणको 3 नम्बर चौपाई। तब कसनी भई आकारको इन समय इन ठाउँ र पर नजरौँ कछु नआइया दज्जाल लड्ने लगा सोरसम्म आज क्लासलाई उडान गऱ्यो। र अब आजको प्रसङ्गमा कसैले केही बुझ्नु भएको छैन भने आफ्नो म्युट खोलेर सोध्नु होला भन्दै भन्न चाहन्छु। र सबै हाम्रो सम्पूर्ण फेसबुकबाट आज लगभग हामीसँग 250-300 जना सुन्दर साथीहरू कथा श्रवण गरिराख्नु भएको छ। र सुन्दर साथी, यो कुनै हाम्रो प्रशिक्षण क्लास चलिरहेको छ। हजुर सधैँ यसै गरी जोडिनुहुनेछ।
8 बजेदेखि 9:30 बजेसम्म हाम्रो क्लास यसै गरी अनवरत रूपमा चल्नेछ भन्दै हाम्रो फेसबुकबाट जोडिनुहुने सुन्दर साथीलाई सप्रेम प्रणाम गर्न चाहन्छु। प्रणाम। र यता हाम्रो जुमको सुन्दर साथीहरूले चाहिँ के बुझ्नु भएको छैन, आफूले नबुझेको कुरा सोध्नु होला।